हालेलुया 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 हुन्छ है हामी सबैजना आज आनन्दित छौँ आमेन हुन्छ है हामी आज परमेश्वरको भवनमा आज परमेश्वरलाई महिमा गर्न अनि उचाल्नका निम्ति आज हामी टाढा नजिकबाट भेला भएको छौँ अनि हुन्छ आजको हामी आराधना सङ्गतिलाई हामी सुरु गर्नेछौँ अनि सुरु गर्नुभन्दा अगाडि म तपाईँहरूको माझमा एउटा पद पढ्नेछु यहाँनिर भजन सङ्ग्रह 104मा यसो भन्दछ उहाँको भवनका द्वारहरूभित्र धन्यवाद साथ पस र प्रशंसा गर्दै उहाँको मन्दिरमा प्रवेश गर उहाँलाई धन्यवाद चढाउँदै र उहाँको नामलाई प्रसन्न गर हालेलुया 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 साँच्चै नै आज हामी उहाँको घरमा उहाँको मन्दिरमा है उहाँलाई आज प्रसन्न गर्न चाहिँ हामी आएका छौँ अनि आउनुहोस् हामी सुरुको प्रार्थना गर्नेछौँ परमेश्वरलाई हामी अगुवाई माग्नेछौँ है तिमीहरू जे काम गर्ने गर तर परमेश्वरलाई धन्यवाद दिएर गर भन्दछ अनि आउनुहोस् हामी त्यसैले हामी सुरुको प्रार्थना गरेर अनि हामी परमेश्वरलाई अगुवाई माग्नेछौँ तपाईँहरू सबैजना मसँग सहभागी हुनुहोस् हालेलुया हालेलुया जीवित अनि महान परमेश्वर बुवा तपाईँलाई धन्यवाद दिँदछु आज यस गरी पिता साँच्ची नै आज स्वर्गलाई सिंहासन अनि पृथ्वीलाई पाउदान तुलाउनु नै पिता आज हामी तपाईँलाई आदर अनि प्रेम गर्दै प्रभु तपाईँको नाउँलाई उचाल्नको निम्ति तपाईँलाई प्रसन्न गर्नको निम्ति प्रभु आज हामी टाढा नजिकबाट भेला भएका छौँ परमेश्वर बुवा तपाईँलाई धन्यवाद दिँदछु प्रभु आज साँच्ची नै प्रभु आज हरेनले पानीको तृष्णा गरे प्रभु आज हामी तृषित हृदय लिएर प्रभु तपाईँको भवनमा आएका छौँ पिता आज तपाईँको उपस्थितिमा हराउन अनि प्रभु आज हाम्रो हृदयलाई प्रभु आज तपाईँलाई चढाउनको निम्ति प्रभु हामी तयारीको साथ आएका छौँ पिता तपाईँलाई धन्यवाद दिँदछु प्रभु आज साँच्ची नै जति पनि हामी भजन क्रोसहरू गाउँछौँ तपाईँलाई नै महिमा भएको पिता अनि जसरी प्रभु आज कोही टिमहरू हुनुहुन्छ प्रभु जसरी कोही टिमहरूले प्रभु जब आराधना गर्दछ परमेश्वर बुवा ओ तपाईँको भरपूर्ण अभिषेकहरू चाहिँ प्रभु आज मण्डलीमा भिजेर जाँदा चाहिँ पिता आज हामी विश्वास गर्दछौँ आज कोही टिमको जीवनदेखि प्रभु तपाईँले ठुलो महिमाको आज गर्नुहुनेछ पिता तपाईँलाई धन्यवाद भएको छ प्रभु जसरी प्रभु हप्ता दिन अवधिभरिमा तपाईँको दासले जसरी प्रभु आज यति धेरै दुःख परिश्रम गरेर जसरी हाम्रो निम्ति आज वचन ल्याउनु भएको छ प्रभु आज साँच्ची नै प्रभु हामी आउँदा खाली छौँ होला तर हामी फर्किँदा भरिएर जानेछौँ परमेश्वर बुवा आज हामी तृषित हृदय लिएर आएको छौँ पिता आज हामी यहाँदेखि घर फर्किँदै गर्दा प्रभु आज हामी तृप्त भएर प्रभु तपाईँको अभिषेक बोकेर अनि हामी घर फर्किनेछौँ परमेश्वर बुवा जुन वचन आज मण्डलीको वृद्धिको निम्ति ल्याउँदै हुनुहुन्छ प्रभु आज त्यो वचन चाहिँ हाम्रो हृदयमा जरा गाडेर प्रभु आज हामी हिँड्नेछौँ परमेश्वर बुवा ओ प्रभु हामी तपाईँलाई धन्यवाद दिँदछौँ परमेश्वर बुवा तपाईँको भरपूर्ण अभिषेक अघिदेखि नै प्रभु अलरेडी नै भरिसक्नु भएको छ अझै धेरै प्रभु तपाईँको प्रकाशहरूले अझै धेरै तपाईँको अभिषेकले प्रभु आज एकको जीवनमा प्रभु तपाईँले भर्नुहोस् परमेश्वर बुवा आराधनाद्वारा वचनद्वारा प्रभु आज मण्डलीको साथमा तपाईँ के बोल्नुहुन्छ परमेश्वर बुवा आज बोल्नुहुनेछ पिता ओ प्रभु तपाईँलाई धन्यवाद दिँदछु आज हाम्रो एकको हृदयलाई प्रभु तपाईँले बास गर्नुहोस् पिता तपाईँलाई धन्यवाद भएको छ प्रभु सुरु अन्त नै प्रभु सबै थोकमा प्रभु आज सबै थोकमा प्रभु तपाईँको उपस्थिति बोल्दै प्रभु आज यो सुरुको प्रार्थनामा आशिष माग्छु जिउँदो यीशु प्रभुको नाममा आमेन हालेलुया 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 हुन्छ है आजको सुन्दर समय सुन्दर दिन परमेश्वरले तपाईँ नै हाम्रो निम्ति जुटाउनु भएको छ है आजको दिन कतिजनाले देख्न पाएको छैन कतिजनाले आज गर्छु भन्दा पनि आज उहाँलाई महिमा गर्न पाइरहेको छैन तर तपाईँ नै हाम्रो निम्ति चाहिँ परमेश्वरले सुन्दर समय जुटाइदिनु भएको छ हालेलुया हालेलुया हुन्छ है त्यसैले आउनुहोस् हामी त्रिएक परमेश्वरलाई ठुलो ताली बजाएर आज हामी स्वागत गर्नेछौँ अनि हुन्छ आज हामीसँग आज पास्टर बा पास्टरनी मम्मी हुनुहुन्छ उहाँहरूलाई पनि ठुलो ताली बजाएर हामी वेलकम गर्नेछौँ साथै हामीसँग मण्डलीमा लिडर्सहरू हुनुहुन्छ उहाँहरूलाई पनि ठुलो ताली बजाएर हामी स्वागत गर्नेछौँ
अनि हुन्छ है आज हाम्रो निम्ति यति धेरै कोही टिमहरूले दुःख गर्नुहुन्छ उहाँहरूको निम्ति पनि हामी जोरदार ताली बजाउनेछौँ अनि हुन्छ है हामी आज नयाँ आत्माको निम्ति पनि अहिलेदेखि नै ताली बजाएर हामी स्वागत गर्नेछौँ किनकि परमेश्वरको नाउँमा केही थोक पनि असम्भव छैन आज हामीले उहाँहरूको निम्ति ताली बजाएको छौँ परमेश्वरले आज हाम्रो निम्ति थपिदिनु हुनेछ हालेलुया हालेलुया हुन्छ है आज हामी केही भजन क्रोस गाएर हामी परमेश्वरलाई महिमा दिनेछौँ है अनि यो समय म फेरि पनि हाम्रो वर्शिप लिडर भाइ साथसाथै कोही टिमलाई दिन चाहन्छु अनि उहाँहरूलाई पनि फेरि यो समयको लागि ठुलो ताली बजाएर हामी धन्यवाद दिनेछौँ प्लिज तपाईहरूले ताली बजाइदिनुहोस् म हो येशूको औ येशू मेरो संसारमा अरू केही थोक चाहिँदैन म हो येशूको औ येशू मेरो संसारमा अरू केही थोक चाहिँदैन उहाँको काखमा लुटु र फुटु गरेर बिसाउँछु जीवनको पानी पिएर यसै तृष्णा मेटाउँछु उहाँको काखमा लुटु र फुटु गरेर बिसाउँछु जीवनको पानी पिएर यसै तृष्णा मेटाउँछु म हो येशूको औ येशू मेरो संसारमा अरू केही थोक चाहिँदैन संसारमा अरू केही थोक चाहिँदैन येशूको गीत प्रेमको भाका गाएर सुनाउँछु फरियाद चोली लाएकी दुलही म उनकी हुनेछु येशूको गीत प्रेमको भाका गाएर सुनाउँछु फरियाद चोली लाएकी दुलही म उनकी हुनेछु म हो येशूको औ येशू मेरो संसारमा अरू केही थोक चाहिँदैन संसारमा अरू केही थोक चाहिँदैन हालेलुया हालेलुया भजन कोरसद्वारा प्रभुलाई महिमा होस् हामी भजन बजाउनेछौँ सबैजनाले ताली बजाउँदै हामी एकैसाथमा गाउनेछौँ आमेन आमेन
दाजु सुन न लौ बहिनी सुन न लौ दाजु सुन न लौ बहिनी सुन न येशूको वचन हो येशूको वचन मनैमा गुन न बुझिराख हृदयमा मनैमा गुन न बुझिराख हृदयमा चिनिराख येशूलाई हो चिनिराख येशूलाई सबैले एकै साथमा कलवरी डाँडामा त्यो एउटा क्रुसैमा कलवरी डाँडामा त्यो एउटा क्रुसैमा मुक्तिदाता येशूको त्यो शुद्ध रगतमा त्यो मुक्ति तिम्रै लागि हो त्यो मुक्ति तिम्रै लागि हो लौ दाजु सुन न लौ बहिनी सुन न लौ दाजु सुन न लौ बहिनी सुन न येशूको वचन हो येशूको वचन जीवन हाम्रो छोटो छ है लामो जीवन येशूमा जीवन हाम्रो छोटो छ है लामो जीवन येशूमा बुझिराख आज नै नत्र भोलि समय छैन हाम्रो येशू आउने लागेछन् हो हाम्रो येशू आउने लागेछन् लौ दाजु सुन न लौ बहिनी सुन न लौ दाजु सुन न लौ बहिनी सुन न येशूको वचन हो येशूको वचन मनैमा गुन न बुझिराख हृदयमा मनैमा गुन न बुझिराख हृदयमा चिनिराख येशूलाई हो चिनिराख येशूलाई हालेलुया हालेलुया प्रभुलाई साँच्चै नै महिमा होस् हामी अन्तिम भजनलाई गाउनेछौँ 419 तपाईँले सबैले अगाडि हेरेर हामी सँगसँगै गाउन सक्नुहुन्छ कि मझाउरी देहाती यसै भेटौँ प्रभुलाई के मझाउँ
दिनको कामलाई दिन नसकुला के म छाउरीते हातले यसै भेटु प्रभुलाई किन यसु कहाँ किन यसु कहाँ नल्याऊ एउटै पनि साथीलाई किन यसु कहाँ नल्याऊ एउटै पनि साथीलाई डरै छैन मृत्युदेखि क्रिस बचाउने छन् मलाई डरै छैन मृत्युदेखि क्रिस बचाउने छन् मलाई तर उनका हृदय जाँदा रुनेछ मेरो हृदय तर उनका हृदय जाँदा रुनेछ मेरो हृदय त्यो समय जो पापमा काटे त्यो फर्किन सके त त्यो समय जो पापमा काटे त्यो फर्किन सके त प्रभुलाई त्यो दिने थिए हृदय उनको इच्छामा प्रभुलाई त्यो दिने थिए हृदय उनको इच्छामा क्रिस्टजन हो जाग उठ बेला हुँदा बल लगाऊ क्रिस्टजन हो जाग उठ बेला हुँदा बल लगाऊ आफ्नो मृत्यु भन्दा कि सकभर धेरै प्राण बचाऊ आफ्नो मृत्यु भन्दा कि सकभर धेरै प्राण बचाऊ के म जाऊँ हृदय हातले यसै भेटौँ प्रभुलाई के म जाऊँ हृदय हातले यसै भेटौँ प्रभुलाई के म एकै दिनको कामलाई दिन नसकुला के म एकै दिनको कामलाई दिन नसकुला हालेलुया 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 साँच्ची नै आज हामीले एकदम मिठो भजन गाइसकेको छौँ है आज है ख्रिस्टजन हो जागा उठ है बेला हुँदा नै बल लगाऊ आज साँच्ची नै यो संसारमा हुँदा नै आज हामीले परमेश्वरमा है आज स्थिरता साथ हामी रहनु पर्दछ आज यो भजन गाउँदै गर्दा है यति धेरै मलाई कस्तो उयो भएर आयो है एकदम हृदय छुइरहेको थियो अनि मलाई लाग्छ यो भजनले पनि तपाईँहरूको हृदयलाई नि छुयो होला हुन्छ है अब हामी भजन क्रसलाई यतिमै राख्नेछौँ अनि हामी बेटीतर्फ जानेछौँ अनि यो समय पनि बेटीको भजन आज हाम्रो कोही टिमहरूले नै गाउनुहुन्छ
उहाँलाई पनि हामी फेरि ठुलो ताली बजाउनेछौँ अनि उहाँहरूलाई यो समय परमेश्वरको चोखो वेदीमा चढाउँछु यो मेरो जीवन। परमेश्वरको चोखो वेदीमा चढाउँछु यो मेरो जीवन। मेरो सारा हृदयले, मेरो सारा हृदयले तपाईलाई महिमा होस् प्रभु, तपाईलाई महिमा होस्। परमेश्वरको चोखो वेदीमा चढाउँछु यो मेरो जीवन। उचाल्छु मेरा यी दुई हात धन्यवादको भेटिदिनलाई। उचाल्छु मेरा यी दुई हात धन्यवादको भेटिदिनलाई। मेरो सारा हृदयले, मेरो सारा हृदयले प्रभु तपाईलाई महिमा होस् प्रभु, तपाईलाई महिमा होस्। परमेश्वरको चोखो वेदीमा चढाउँछु यो मेरो जीवन। मेरो परमेश्वर, मेरो सहारा, तपाईको वचन मेरो ज्योति। मेरो परमेश्वर, मेरो सहारा, तपाईको वचन मेरो ज्योति। अन्धकारमा पनि ज्योति दिने, अन्धकारमा पनि ज्योति दिने यीशु तपाईलाई महिमा होस् प्रभु, तपाईलाई महिमा होस्। परमेश्वरको चोखो वेदीमा चढाउँछु यो मेरो जीवन। हालेलुया हालेलुया हालेलुया। हालेलुया हुन्छ, हामीले भेटी पनि उठाइसकेको छौँ अनि भेटी द सङ्ग्स मिसन भेटीको निम्ति प्रार्थनाको लागि हाम्रो यसै मण्डलीको युथ लिडर रेजिना बहिनीलाई दिन चाहन्छु अनि यो समय बहिनीलाई हामी ठुलो ताली बजाएर हामी धन्यवाद वेलकम गर्नेछौँ। हुन्छ, यीशु ख्रीष्टको नाउँमा सबैजनालाई जय मसीह। अनि मलाई यो भार दिनुहुने पास्टर बा अनि सचिव दिदीलाई पनि म धन्यवाद दिन चाहन्छु। अनि आउनुहोस्, यो समय म भेटीको लागि प्रार्थना गर्नेछु। तपाईँहरू सबैजना प्रार्थनामा सहभागी हुनुहोस्।
जीवित अनि महान दयालु परमेश्वर बुवा यो समय प्रभु म तपाईँ परमेश्वरलाई धन्यवाद दिँदछौँ। आज जति पनि बेटीहरू प्रभु आज बेटी 10 अंश मिसन बेटीहरू जति पनि उठिएको छ प्रभु आज यो सबै बेटीहरूलाई प्रभु तपाईँ परमेश्वरको हातमा राख्दछु। तपाईँ परमेश्वरको आलो रगत प्रभु यो समय म लगाउँदछु पिता। आज दिने हरेक हातहरूमा तपाईँ परमेश्वरको भरपुर आशिष पिता यो समय म बोल्दछु। आज नदिनेहरूलाई पनि प्रभु आज तपाईँ परमेश्वरले आउँदो दिनहरूमा आज एउटा दिने हृदय प्रभु तपाईँ परमेश्वरले दिनुहोस् भनेर यो समय म प्रार्थना गर्दछु प्रभु। अनि यो समय म प्रार्थना गर्दछु आज जति पनि मिसन बेटीहरू आज उठिएको छ प्रभु आज यो बेटीहरूलाई प्रभु तपाईँ परमेश्वरको हातमा राख्दछु। आज तपाईँ परमेश्वरको योजना जहाँनिर छ प्रभु आज तपाईँको योजनाहरू चाहिँ प्रभु त्यो ठाउँहरूमा आज यो मिसन बेटीहरूदेखि पुरा हुन सकेको होस् भनेर म प्रार्थना गर्दछु। आज खर्चो भएको ठाउँहरूमा चाहिँ प्रभु आज यो मिसन बेटीहरूले चाहिँ प्रभु तपाईँ परमेश्वरको नाममा आज ठुलो ठुलो कामहरू चाहिँ प्रभु तपाईँले राख्नुभएको योजनाको कामहरू चाहिँ प्रभु आज पुरा हुन सकेको होस् भनेर यो समय म प्रार्थना गर्दछु प्रभु। आज दिने हरेक हातहरूमा प्रभु तपाईँ परमेश्वरको भरपुर आशिष प्रभु यो समय म बोल्दछु। आज उहाँहरूको ब्याङ्क ब्यालेन्समा प्रभु पवित्र आत्मा परमेश्वरको शक्तिशाली उपस्थितिलाई प्रभु यो समय म बोल्दछु। आज जसरी तपाईँ परमेश्वरको वचनले भने चाहिँ प्रभु आज दिने हातहरूलाई तपाईँको स्वर्गको झ्याल ढोकाहरू खोलिकन प्रभु तपाईँले प्रशस्त मात्रामा आशिष दिनुहुनेछ भनेर भन्नुभएको छ प्रभु। त्यसै कारणले आज यो समय म प्रार्थना गर्दछु आज एक एक दिने हातहरूमा चाहिँ प्रभु उहाँहरूको जीवनमा चाहिँ प्रभु आज उहाँहरूले गर्ने कामहरूमा चाहिँ प्रभु आज तपाईँको स्वर्गको झ्याल ढोकाहरू खोलिकन प्रशस्त मात्रामा प्रभु तपाईँको आशिषहरू चाहिँ उहाँहरूको जीवनमा तपाईँ परमेश्वरले दिनुहोस् भनेर म प्रार्थना गर्दछु प्रभु। तपाईँलाई धन्यवाद। अनि आज यो मिसन बेटी आज बेटीहरू जुन पनि आज हातहरूमा राख्ने प्रभु आज त्यो हातहरूमा पनि प्रभु पवित्र आत्मा परमेश्वरको सुरक्षालाई प्रभु यो समय म बोल्दछु। आज अशुद्ध छ भने प्रभु तपाईँ परमेश्वरको पवित्र हातले छोएर प्रभु यो समय यो बेटीलाई पिता तपाईँ परमेश्वरले शुद्ध पार्नुहोस् भनेर म प्रार्थना गर्दै प्रभु यो छोटो बेटीको प्रार्थनामा आशिष माग्छु जीवित अनि यीशु ख्रीष्टको नाममा आमेन। फेरि पनि सबैजनालाई जय मसीह। हुन्छ हामी युथ लिडर बहिनीलाई पनि फेरि ठुलो ताली बजाएर हामी धन्यवाद दिनेछौँ। हालेलुया हालेलुया हालेलुया। हालेलुया। हुन्छ हामी अब ढिलो नगरिकन हामी सरासर जानेछौँ। अनि हुन्छ हामी यो समय चाहिँ भजन पाठ गर्ने समय आएको छ। अनि यो समय चाहिँ म हाम्रो दिदी निरुलाई दिन चाहन्छु। अनि उहाँ आउँदै गर्दा पनि हामी उहाँलाई ठुलो ताली बजाएर हामी वेलकम गर्नेछौँ। हालेलुया। हुन्छ है परमेश्वरलाई महिमा भएको होस्। आजको दिनको लागि हजुरहरूको माझमा है मैले भजन सङ्ग्रह पाठ लिएर आएको छु। मैले मान्नुपर्ने आदरणीय पास्टर बाबा पास्टर मम्मी अनि सम्पूर्ण लिडर्सहरू अनि मण्डली परिवारमा मेरो न्यानो अभिवादन जय मसीह। जय मसीह। हुन्छ है तपाईँहरूको माझमा मैले भजन सङ्ग्रह 19 को 7, 8, 9 लिएर आएको छु। म तपाईँहरूको माझमा पढ्ने छु। तपाईँहरू मलाई फलो गर्नु सक्नुहुनेछ। परमप्रभुको व्यवस्था सिद्ध छ, प्राणलाई पुनर्जीवित गराउने परमप्रभुका कानुनहरू विश्वसनीय छ, निर्बुद्धहरूलाई बुद्धिमान तुल्याउने परमप्रभुका नियमहरू ठिक छन्, हृदयलाई आनन्द गराउने परमप्रभुका आज्ञाहरूलाई उज्जवल छन्, आँखाहरूलाई प्रकाश दिन्छन्। परमप्रभुको भय स्वच्छ छ, आनन्दकालसम्मै स्थिर रहनेछ। परमप्रभुका विधिहरू स्वच्छ छन्, ती सर्वथन धर्मीय छन्। आमेन। फेरि पनि सबैलाई जय मसीह। जय मसीह।
हुन्छ है तपाईँहरूले मैले भन्नु अघि नै दिदीलाई ताली बजाएर धन्यवाद दिनुभएको छ अनि हुन्छ यो समय हामी विशेष आज है परमेश्वरको नजिक जाने समयमा आएको छ अनि परमेश्वरको वचनले नि भन्दछ है आज आत्मा र सत्यताले चाहिँ मलाई आराधना गरेको है उहाँले खोजेको उहाँले चाहनुहुन्छ अनि त्यो चाहिँ आराधक चाहिँ आज तपाईँ अनि हामीहरू हालेलुया हामी यो समय केही भजन क्रोस गाएर आज उचाल्नेछौँ अनि है हामी आराधनामा जानेछौँ अनि यो समय हाम्रो वर्सिप लिडर भाइ सँगसँगै हामी कोही टिमलाई दिन चाहन्छु फेरि पनि हामी भाइ बहिनीहरूलाई जोरदार ताली बजाएर हामी वेलकम गर्नेछौँ हुन्छ हालेलुया 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 हेर सबैलाई प्रभु यीशु ख्रीष्टको नाममा जय मसीह जय मसीह उहाँलाई महिमा होस् हामी फेरि पनि उहाँलाई आराधना महिमा प्रशंसा दिन हामी यहाँ खडा भइसकेको छौँ अनि मैले भन्नुभन्दा अगाडि नै हामी सबैजना आफ्नो पाउमा उठिसकेको छौँ र प्रभुलाई महिमा होस् र हामी यो समय केही भजनहरूलाई गाएर हामी सधैँ चाहिँ प्रभुलाई उचाल्नेछौँ अनि त्योभन्दा पनि अझै बेहतर तरिकाले हामी उहाँलाई महिमा दिनेछौँ आमेन हालेलुया अनि परमेश्वरको भवन जस्तो असल ठाउँ कहीँ पनि छैन अनि त्यो जस्तो सुरक्षित ठाउँ हामीले कहीँ पनि पाउन सक्दैनौँ आमेन 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 आज हामी हप्तौँ दिन हामी बाहिरको कुराहरूमा व्यस्त हुन्छौँ अनि आइतबारको दिन हामी 2 घन्टालाई हामी यहाँनिर उपस्थिति भएको छौँ अनि यो समय डल्लै हामी प्रभुलाई हामी दिनेछौँ छेउको साथीहरूलाई बिर्सिदिनुहोस् सङ्गति पछाडि तपाईँले फेरि सम्झिनुहोस् अनि उहाँको भवनमा रहन्जेल चाहिँ हामी परमेश्वरको उपस्थितिमा हामी उहाँलाई आदर गर्नेछौँ आमेन हालेलुया हालेलुया अनि मलाई यो समय दिनुभएको लागि हाम्रो डिकनी दिदीलाई म धन्यवाद दिन चाहन्छु र आउनुहोस् हामी छोटो प्रार्थना गरौँ प्रेजेन्ट वर्सिपमा जानुभन्दा अगाडि प्रभुलाई हामी जे काम गर्छौँ त्योभन्दा अगाडि हामी उहाँलाई धन्यवाद दिएर गर्ने गर्छौँ आमेन आउनुहोस् हामी हाम्रो आँखालाई हामी बन्द गर्नेछौँ अनि पवित्र आत्मालाई हामी हाम्रो जीवनमा हामी स्वागत गर्नेछौँ उहाँलाई हाम्रो हृदयमा हामी वेलकम गर्नेछौँ यो समय अनि पवित्र आत्मासँग आज हाम्रो जीवनमा भएको सबै कुराहरूलाई आज हामी भुलिकन हामी उहाँको नजिक गएर हामी उहाँलाई हामी आराधना दिनेछौँ परमेश्वर पिता हामी तपाईँको अगाडि आउँदछौँ तपाईँ स्वर्गलाई सिंहासन पृथ्वीलाई पावदन्त ल्याउनु हुने प्रभु हुनुहुन्छ हामी यो समय तपाईँको अगाडि आइकन तपाईँ प्रभुलाई हामी आराधना महिमा र प्रशंसा आज दिँदै गर्दाखेरि प्रभु तपाईँको स्वर्गीयको डल्लै आज स्वर्गदूतहरूसँग तपाईँको भारी मात्र उपस्थिति हाम्रो माझमा हामी माग्दछौँ प्रभु तपाईँ उचालिनु भएको होस् हाम्रो स्वर कलाहरूमा बाजाहरूमा प्रत्येक कुरादेखि प्रभु तपाईँ महिमित हुनुभएको होस् हामी तपाईँलाई धन्यवाद दिन्छौँ यो गरी तपाईँको नजिक आइकन तपाईँको नाउँलाई हामी उचाल्न जसरी हामी यहाँ खडा भएको छौँ प्रभु तपाईँको सुरक्षा हामी प्रत्येकको जीवनमा बोल्दछौँ परमेश्वर आज हाम्रो जीवनमा भएको हरेक भुल त्रुटिहरू तपाईँ परमेश्वरले क्षमा गर्नुहोस् अनि हामी फेरि पनि आज आफैलाई शुद्ध बनाइकन तपाईँ प्रभुको महिमामा आज हामी डुब्नेछौँ धन्यवाद दिन्छौँ सारा आदर भक्ति महिमा प्रभु तपाईँलाई दिँदै अनि यो बाँकी रहेको आराधनाको समय प्रेजेन्ट वर्सिपको समय र वचनको समय तपाईँको हातमा दिँदै आशिष अनि अनुग्रह चाहन्छु जीवित येशूको छ अनि पवित्र नाममा आमेन हालेलुया हालेलुया तपाईँहरूलाई एउटा छोटो केही भन्न मन लाग्यो मलाई आशा छ तपाईँहरू कसैले मन दुखाउनु हुँदैन होला आज कतिचोटि मैले देख्दै गर्दा हाम्रो मण्डलीमा मात्रै पनि होइन कतिवटा मण्डलीमा जतिजनाले लाइभ पनि हेरिरहनु भएको छ तपाईँहरूलाई पनि कि आज जब हामी आराधनाको समय आउँछ भने कोही टिमले या वर्सिप लिडरले तपाईँहरूलाई फोर्स गरिरहनु परेको हुन्छ नाच्नलाई गाउनलाई अनि तपाईँहरूलाई म एउटा कुरा चाहिँ के रिमाइन्ड गर्न चाहन्छु भने जब हामी उहाँको नजिक प्रभुको नजिकमा जान्छौँ भने नोबडी हेज टु फोर्स यु तपाईँले कसैले तपाईँलाई जबरजस्ती गर्नु पर्दैन किनभने तपाईँलाई थाहा छ कि मैले प्रभुलाई आराधना दिनुपर्छ दिस इज अ पार्ट अफ वर्सिप है आज हामी वर्सिप आराधना भनेर अरू कुराहरूलाई मात्रै दिन्छौँ तर यो पनि एउटा पार्ट अफ वर्सिप हो यो चाहिँ परमेश्वरले मन पराउनुहुन्छ जब उहाँको छोराछोरीहरूले नाचेर गाएर उहाँलाई महिमा दिएको चाहिँ हि लभ्स इट प्रभुले त्यो कुरालाई मन पराउनुहुन्छ अनि उहाँलाई मनपर्ने काम हामीले गर्नु चाहिँ हाम्रो दायित्व हो आमेन हालेलुया हामी यहाँनिर छौँ वी नट हियर टु वेस्ट आवर टाइम होइन हाम्रो समयलाई बर्बाद गर्नु कोही पनि आउनुभएको छैन अनि हामी जस्ट 2-3वटा भजनमा हामी नाच्छौँ गाउँछौँ उहाँलाई हामी महिमा दिन्छौँ मलाई आशा छ हामी सबैजना दिल खोलेर हामी नशर्माइकन
प्रभुलाई हामी महिमा दिनेछौँ आमेन हालेलुया अनि हामी सबैले जानेको भजन मलाई लाग्यो 2-3 हप्ता अगाडिदेखि हामीले नयाँ नयाँ भजनहरू गाइरहेको छौँ अनि सायद त्यो भएकोले गरेर पनि तपाईँहरूलाई अलिकति नाच्न गाउन असहज भइरहेको जस्तो लाग्यो अनि मलाई जहाँसम्म लाग्छ यो भजनहरू त कसैलाई आउँदैन भन्ने मलाई लाग्दैन सबैजना हामी नाच्नेछौँ आमेन घुडासम्म होइन कमरसम्म होइन घुडासम्म होइन कमरसम्म होइन चुल्लुमै डुब्न चाहन्छु येशूको प्रेमको सागरमा हे चुल्लुमै डुब्न चाहन्छु येशूको प्रेमको सागरमा घुडासम्म होइन कमरसम्म होइन घुडासम्म होइन कमरसम्म होइन चुल्लुमै डुब्न चाहन्छु येशूको प्रेमको सागरमा चुल्लुमै डुब्न चाहन्छु येशूको प्रेमको सागरमा जुरेली जै होइन भगेरी जै होइन जुरेली जै होइन भगेरी जै होइन चिल जस्तै उड्न चाहन्छु येशूको प्रेमको आकाशमा चिल जस्तै उड्न चाहन्छु येशूको प्रेमको आकाशमा छैन अरू कुनै ठाउँ यो धरतीमा छैन अरू कुनै ठाउँ यो धरतीमा मलाई गाउन मन लाग्ने मलाई नाच्न मन लाग्ने सबैले मलाई गाउन मन लाग्ने मलाई नाच्न मन लाग्ने घुडासम्म होइन कमरसम्म होइन घुडासम्म होइन कमरसम्म होइन चिल्लुमै डुब्न चाहन्छु येशूको प्रेमको सागरमा चुल्लुमै डुब्न चाहन्छु येशूको प्रेमको सागरमा हालेलुया 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 तपाईँ डुब्नलाई कति डुब्नु पर्ने रहेछ त घुडासम्म हो त कमरसम्म घाँटीसम्म चुल्लुमै डुब्नु भनेको यु आर अल द वे इनसाइड हिज लभ आमेन अनि त्यो भएकोले गर्दाखेरि हामी नाच्दै गर्दाखेरि हामी यति होइन यति पनि होइन हामी मजाले धेरै हामी नाच्नेछौँ आमेन सायद मेरो पनि गिटार बोक्दिने हुनुहुन्थ्यो भने सन्डे स्कुलको जसरी म पनि नाच्थेँ होला तर गिटार बजाउनु परेकोले गर्दाखेरि हामी अर्को पनि त्यस्तै भजनमा हामी नाच्नेछौँ तपाईँहरूले देखिसक्नुभयो होला महिमा र प्रशंसा येशू राजालाई भन्ने अनि यो भजन गाउँदै हामी उहाँलाई फेरि पनि उचाल्नेछौँ महिमा र प्रशंसा येशू राजालाई सुख शान्ति आनन्द दियो आज हामीलाई महिमा र प्रशंसा येशू राजालाई सुख शान्ति आनन्द दियो आज हामीलाई जय जयकार र प्रणाम छ येशू तिमीलाई स्वर्ग छोडी ओर्लिआयो खोज्दै हामीलाई जय जयकार र प्रणाम छ येशू तिमीलाई स्वर्ग छोडी ओर्लिआयो खोज्दै हामीलाई धन्य होस् त्यो नाम गाउँछु स्तुति गान धन्य होस् त्यो नाम गाउँछु स्तुति गान येशू नामको जय जयकार येशू नामको जय जयकार महिमा र प्रशंसा येशू राजालाई सुख शान्ति आनन्द दियो आज हामीलाई महिमा र प्रशंसा येशू राजालाई
सुख शान्ति आनन्द दियो आज हामीलाई खोला नाला डाँडा काँडा भन्ज्याङहरूमा सारा सृष्टि रमाउँछन् तिम्रै नाउँमा खोला नाला डाँडा काँडा भन्ज्याङहरूमा सारा सृष्टि रमाउँछन् तिम्रै नाउँमा सारा विश्वमा तिम्रै महिमा सारा विश्वमा तिम्रै महिमा येशू नामको जय जयकार येशू नामको जय जयकार महिमा र प्रशंसा यीशु राजालाई सुख शान्ति आनन्द दियो आज हामीलाई महिमा र प्रशंसा यीशु राजालाई सुख शान्ति आनन्द दियो आज हामीलाई जय जयकार र प्रणाम छ येशू तिमीलाई स्वर्ग छोडी ओर्ली आयो खोज्दै हामीलाई जय जयकार र प्रणाम छ येशू तिमीलाई स्वर्ग छोडी ओर्ली आयो खोज्दै हामीलाई धन्य होस् त्यो नाम गाउँछु स्तुति गान धन्य होस् त्यो नाम गाउँछु स्तुति गान येशू नामको जय जयकार येशू नामको जय जयकार महिमा र प्रशंसा यीशु राजालाई सुख शान्ति आनन्द दियो आज हामीलाई महिमा र प्रशंसा यीशु राजालाई सुख शान्ति आनन्द दियो आज हामीलाई हालेलुया साँच्चै नै परमेश्वरलाई हामी महिमा दिन्छौँ जसले हामीलाई सुख अनि शान्ति दिनुहुन्छ आमेन हालेलुया अनि यो समय हामी उहाँलाई केही उहाँको नजिक गएर हामी आराधना चढाउनेछौँ अनि हामीले प्रेज एन्ड वर्सिप भन्दै गर्दाखेरि इट्स अ टु डिफ्रेन्ट थिङ प्रेज इज हामी जो गाएर नाचेर फिजिकली प्रभुलाई हामी आराधना दिन्छौँ र आराधनाको समय जब हामी उहाँमा नजिक जान्छौँ अनि हामी आँखा बन्द गर्दै गर्दाखेरि चाहिँ कतिचोटि हामी आँखा बन्द गर्दाखेरि कतिको फोकस हुन्छ होइन त्यो कारणले हामी आँखा बन्द गर्छौँ तर आज कतिचोटि हामी आँखा बन्दाखेरि हाम्रो शरीर यहाँ हुन्छ हाम्रो जुन हृदय हाम्रो दिमाग चाहिँ परमेश्वरसँग जोडिरहेको हुँदैन कता कतातिर कुदिरहेको हुन्छ होइन तपाईँहरूको कता बाहिरको के होला त्यो कुराहरूमा गइरहेको हुन्छ अनि म तपाईँलाई भन्न चाहन्छु तपाईँहरूलाई आँखा बन्द गर्दा तपाईँलाई डिस्ट्र्याक्सन हुन्छ भने खुल्ला हृदयले तपाईँले आँखा खोलेर प्रभुलाई आराधना गर्नुहोस् होइन किनभने कतिचोटि हामीलाई डिस्ट्र्याक्सनहरू भइरहेको हुन्छ त्यो भएकोले गर्दाखेरि तपाईँले छेउको साथीलाई बिर्सिदिनुहोस् अनि प्रभुलाई हामी उचाल्नेछौँ यो समय मजाले भन्छ म तृषित छु म भोको छु मलाई तृप्त पार्नुहोस् आमेन हालेलुया अनि यो भजनलाई हामी गाएर उहाँको नजिकमा जानेछौँ अनि परमेश्वरलाई भन्नेछौँ यो आराधनाद्वारा मलाई रिस्टोर गर्नुहोस् मलाई नयाँ बनाउनुहोस् आमेन आउनुहोस् यो समय हामी मैले भनेछु तपाईँहरूलाई आज डिस्ट्र्याक्सन हुन्छ भने तपाईँहरू आँखा हेरेर प्रभुलाई खुल्ला रूपले आराधना गर्नुहोस् आज हामी सक्ने जतिले हामी हाम्रो आँखालाई हामी बन्द गरेर उहाँको नजिक हामी जानेछौँ पवित्र आत्मा Holy Spirit, Holy, 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 Mahima, Mahima Rajana, प्रभु हामी भोको छौँ हामी तृषित छौँ तपाईँको उपस्थितिको लागि हामी तृषित छौँ प्रभु हामीलाई तृप्त पार्नुहोस् तपाईँको उपस्थितिले आज हामीलाई भर्नुहोस् येशू 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 ग्लोरी
नि हाम्रो मुखलाई हामी खोलेर परमेश्वरमा हामी प्रार्थना गर्नेछौँ प्रभुलाई भन्नेछौँ प्रभु मलाई रिस्टोर गर्नुहोस् प्रभु मलाई आज नयाँ बनाउनुहोस् तपाईँको उपस्थितिमा म आउँदै गर्दा तपाईँको स्वर्गीयको सामर्थ्य अनि शक्तिले मलाई भर्नुहोस् आज हामी अन्य भाषा आउनेहरूले हामी अन्य भाषामा प्रार्थना गर्नेछौँ महिमा फेरि एकपल्ट प्रभु आज फेरि पनि एकपल्ट तपाईँले हामीलाई नयाँ बनाउनुहोस् फेरि पनि एकपल्ट हामीलाई ताजा बनाउनुहोस् फ्रेस बनाउनुहोस् रिस्टोर अस रिफ्रेस अस लर्ड हामी तपाईँको अगाडि आएर हामी नयाँ हुन चाहन्छौँ हाम्रो हृदयलाई हामी भराउन चाहन्छौँ संसारको थोकले होइन बाहिरको कुराहरूले होइन तर तपाईँको वचनले हाम्रो हृदय भर्नुहोस् हाम्रो दिमागहरू तपाईँको वचनले भर्नुहोस् हाम्रो तृषित हृदयलाई प्रभु तपाईँले तृप्त पार्नुहोस् तपाईँको उपस्थितिले महिमा राजना तपाईँ महिमाको राजा तपाईँ प्रशंसाको राजा योग्य प्रभु हामी तपाईँलाई उचाल्दछौँ यो घडी मण्डली हामी उहाँको नजिक जाँदै गर्दा नि हाम्रो हृदयलाई खुल्ला बनाएर परमेश्वरलाई हाम्रो भित्री अन्तस्करणदेखि उहाँलाई हाम्रो जीवनमा हामी स्वागत गर्दै उहाँको नजिक हामी जानेछौँ जबसम्म हाम्रो हृदयलाई हामी खोल्दैनौँ नि जबसम्म हामी उहाँलाई नम्र हृदयले आज हामी स्वागत गर्दैनौँ नि तबसम्म हामी प्रभुको नजिक हामी जान सक्दैनौँ मण्डली तबसम्म आज हामीले उहाँको उपस्थितिलाई हामी भेट्दैनौँ आज मर्कुको पुस्तकमा भन्नुभयो चाहिँ जब तिमीहरूले माग्छौ त्यो पाउनेछौ जब तिमीहरूले खोज्दैछौ अनि भेटाउनेछौ जब तिमीले घचघचाउनेछौ त्यो तिम्रो निम्ति उघारिनेछ परमेश्वरले यो समय आज हामी उहाँको नजिक आज तिर्खाएर गएको चाहनुहुन्छ आज भोकाएर गएको चाहनुहुन्छ आज हाम्रो संसारको भोक प्यास मेटाउने आज धेरै कुराहरू छ तर हाम्रो आत्मालाई भर्ने चाहिँ केवल परमेश्वरको वचन अनि उहाँको उपस्थिति छ म तृषित छु म भोको छु मलाई तृप्त पार्नुहोस् म तृषित छु म भोको छु मलाई तृप्त पार्नुहोस् पवित्र आत्मा पवित्र आत्मा पवित्र आत्मा पवित्र आत्मा पवित्र आत्मा पवित्र आत्मा सबैले एकै साथमा भन्नेछौँ पवित्र आत्मा पवित्र आत्मा पवित्र आत्मा फेरि पनि पवित्र आत्मा पवित्र आत्मा पवित्र आत्मा तृषित छु म भोको छु मलाई तृप्त पार
तृषिछु म तृषिछु भोको छु भोको छु प्रभुलाई भन्नुहोस् म भोको छु मलाई तृप्त पार्नुहोस्। पवित्र आत्मा प्रभुलाई भन्नुहोस् आज तपाईँ मेरो हृदयमा आउनुहोस् अनि मलाई नयाँ बनाउनुहोस् मलाई तृप्त पार्नुहोस् मेरो हृदयको भोकलाई प्रभु तपाईँले मेटाउनुहोस् तपाईँको वचनले मलाई भर्नुहोस् तपाईँको वचनले मलाई घेर्नुहोस् तपाईँको पवित्र आत्माको उपस्थितिले आज मलाई साँच्चै नै तृषित हृदयलाई तृप्त पार्नुहोस् पवित्र आत्मा म यो घडी तपाईँको अगाडि आउँदछु प्रभु म आफैलाई तपाईँको अगाडि ल्याइकन म नम्र तुल्याउँदै तपाईँको भवनमा म तपाईँलाई आराधना दिँदै अनि साँच्चै नै तपाईँको स्वर्गीय सामर्थ्य अनि शक्तिले प्रभु आज भरिनेछु। पवित्र आत्मा पवित्र आत्मा पवित्र आत्मा फेरि एकपल्ट मलाई ताजा बनाउनुहोस् फेरि एकपल्ट मलाई ताजा तुल्याउनुहोस् फेरि एकपल्ट मलाई ताजा बनाउनुहोस् फेरि एकपल्ट मलाई फेरि एकपल्ट मलाई ताजा बनाउनुहोस् फेरि एकपल्ट मलाई नयाँ तुल्याउनुहोस् फेरि एकपल्ट मलाई ताजा बनाउनुहोस् फेरि एकपल्ट मलाई नयाँ तुल्याउनुहोस् मण्डली भन्नेछौँ फेरि एकपल्ट मलाई ताजा बनाउनुहोस् फेरि एकपल्ट मलाई नयाँ तुल्याउनुहोस्। पवित्र आत्मा पवित्र आत्मा पवित्र आत्मा पवित्र आत्मा पवित्र आत्मा पवित्र आत्मा परमेश्वर आज हामी यो भवनमा भएको हामी जति पनि व्यक्ति छौँ जति पनि तपाईँको छोरा अनि छोरी छौँ वी अल आर हियर ब्रोकन आज हामी यहाँ भएको सबैजना हामी टुटेको छौँ हो आज हामी एकअर्काको दुःखलाई हामी जान्दैनौँ आज हामी कस्तो बाटोबाट भएर गइरहेको छौँ हामीलाई थाहा छैन आज हाम्रो जीवनमा के कुराको खाँचो परिरहेको छ हामी एकअर्काको कुराहरू हामी जान्दैनौँ प्रभु आज जस्तै आज हामी नजिकको साथीसँग पनि आज नबाँडेको कुराहरू हामीले नभनेको कुराहरू प्रभु तपाईँले जान्नुहुन्छ हाम्रो हृदयलाई बुझ्ने प्रभु तपाईँ जस्तो कोही छैन तपाईँभन्दा अरू व्यक्ति कोही पनि छैन पवित्र आत्मा यो समय आज हामीलाई प्रभु तपाईँले नयाँ बनाउनुहोस् तपाईँ परमेश्वरको स्वर्गीय सामर्थ्य अनि शक्तिले भर्नुहोस् प्रभु हाम्रो टुटेको हृदयलाई जोड्नुहोस् प्रभुले भन्नुभएको छ टुटेकाहरू म कहाँ आऊ म तिम्रो हृदयलाई फेरि पनि त्यस्तै बनाउने छु जस्तो हो आज बाटो भएर हामी जाँदै गर्दाखेरि पनि मण्डली यो समय जब हामी उहाँको उपस्थितिको लागि हामी तिर्खाउँछौँ नि जब हामी भोकाउँछौँ नि जब हामी उहाँको आज त्यो भवनलाई हामी खोज्छौँ नि परमेश्वरले हामीलाई आज नयाँ बनाउनुहुन्छ फेरि पनि आज एकचोटि हामीलाई उहाँले ताजा बनाउनुहुन्छ पहिलो पत्रुस 5:7 भन्नुभयो चाहिँ
तिमीहरूको सारा चिन्ता फिक्री म कहाँ ल्याऊ बिकज आई केयर फर यु बिकज आई लभ यु तपाईँले हामीलाई प्रेम गर्नुहुन्छ हाम्रो वास्ता गर्नुहुन्छ अनि उहाँले आज तपाईँ अनि मलाई नि हाम्रो सारा चिन्ता अनि फिक्री आज हामीले कसैलाई नभनेको कुराहरू नि केवल आज उहाँले स्वीकार्नुहुन्छ उहाँले आज त्यो कुराहरूलाई लगेर फेरि पनि नयाँ बनाउनुहुन्छ आज मान्छेलाई नभन्नुहोस् सास हुने मान्छेहरूलाई तपाईँले नभन्नुहोस् तर केवल परमेश्वरलाई भन्नुहोस् जो हिजो आज अनि सदाभरि आज अनन्तको लागि हुनुहुन्छ तपाईँ परमेश्वरको नजिक आज हामी आउँदै गर्दा प्रभु तपाईँको भारी मात्रामा उपस्थिति हाम्रो यो माझमा दिनुहोस् हाम्रो हृदयलाई प्रभु तपाईँले छुनुहोस् तपाईँ प्रभु स्वर्गमा उचालिनु भएको होस् येशू हृदयको गहिराई छुनु भयो येशूले जीवनको बाटो यो अँध्यारो थियो जो जोडिन्छु तिमी सँग बाँच्ने आधार तिमी नै हो मेटिन्छ गहिरो तृष्णा मेरो पिउने ना तिमी तपाईले जस्तो हाम्रो हृदय कसैले छुन सक्दैन तपाईले जस्तो आज हामीलाई बुझ्न कसैले सक्दैन तपाईले जस्तो आज हामीलाई छुन कसैले सक्दैन तपाईले जस्तो आज हामीलाई आनन्द अनि शान्ति दिन कसैले सक्दैन You are the only one in God who we trust, who we have faith on, who we only praise and worship. तपाईँ मात्र हुनुहुन्छ यो समय प्रभु हामी तपाईँको उपस्थितिमा आज हामी हराउन चाहन्छौँ हामी आफैलाई बिर्सिन चाहन्छौँ अनि तपाईँलाई हामी भेटाउन चाहन्छौँ प्रभु मानिसले आज हाम्रो जीवनमा हेर्दै गर्दा आज हामीलाई निहाल्दै गर्दा आज हामी होइन प्रभु तर तपाईँ देखिनुहोस् तिमीले जस्तो कसैले मेटाउँदैन तृष्णा तिमीले जस्तो कसैले छुँदैन यो हृदयलाई सबैले एकै साथमा गाउने छ तिमीले जस्तो कसैले छुँदैन यो हृदयलाई तिमीले जस्तो कसैले मेटाउँदैन तृष्णा जति गहिरिन्छु म आफै
आफैलाई हराउँछु आफैलाई हराउँदा म तिमीलाई भेटाउँछु यसो जति गहिरिन्छु म आफैलाई हराउँछु आफैलाई हराउँदा म तिमीलाई भेटाउँछु यसैले जोडिन्छु तिमीसँग बाँच्ने आधार तिमी नै हो मेटिन्छ गहिरो तृष्णा मेरो पिउने ना तिमी नै हो पिउने ना तिमी नै हो प्रभु हामी तपाईँबाट हामी पिउन चाहन्छौँ जहाँ कहिल्यै पनि आज त्यो पानीको कमी हुँदैन तपाईँले भन्नुभएको छ म दागको बोट हुँ यदि कोही ममा रह्यो भने उसले प्रशस्त मात्रामा आज फलहरू फलाउनेछ ऊ आज भरिएर पोखिनेछ आज हामीलाई कम्ती होइन थोरै मात्रामा होइन तर प्रभु आज हामीलाई तपाईँको त्यो पानीले तपाईँको जीवनको पानीले प्रभु आज हामीलाई यतिसम्म भराउनुहोस् कि आज हामी भरिएर पोखिन सकौँ ताकि आज हामी अरूलाई पनि हामी भर्न सकौँ प्रभु तपाईँको नजिक प्रभु हामीलाई आउन दिनुभयो हामी तपाईँलाई हामी धन्यवाद दिन्छौँ तपाईँ स्वर्गीयको आज मालिक जो स्वर्गीयलाई सिंहासन पृथ्वीलाई पाउन तुल्याउनुहुन्छ प्रभु यो समय हामी तपाईँलाई धन्यवाद दिन्छौँ हाम्रो आराधना प्रभु तपाईँले स्वीकार्नु भएको छ प्रभु हामी विश्वास गर्छौँ जब हामी तपाईँको नजिक आयौँ तपाईँले आज हामीलाई छुनु भएको छ आज हामी तपाईँसँग इन्काउन्टर गर्ने त्यो मौका प्रभु तपाईँले दिनुभएको छ हाम्रो जीवनमा नसोचेको कुराहरू प्रभु तपाईँले गर्नुभएको छ प्रभु हाम्रो तृष्णाहरू प्रभु तपाईँले मेटाउनु भएको छ हाम्रो भोकहरूलाई प्रभु तपाईँले मेटाउनु भएको छ We are so thankful to you, Lord. We're grateful for your love, for your care. तपाईँको प्रेम अनि तपाईँको वास्ताको लागि सबै कुरालाई त्यागेर मानिस जातिलाई प्रभु तपाईँले जुन आज एउटा इम्पोर्टेन्स दिनुभयो जुन महत्त्व दिनुभयो प्रभु त्यसको निम्ति आज हामी तपाईँलाई हृदयको अन्तस्करणदेखि हामी धन्यवाद दिन्छौँ अनि आराधनाको समयमा तपाईँको भारी मात्रामा उपस्थिति हामीलाई दिनुभयो म विश्वास गर्छु आज मण्डलीमा तपाईँ परमेश्वरले काम गर्नुभएको छ हामीलाई फेरि पनि तपाईँले रिस्टोर गर्नुभएको छ धन्यवाद छ सबै बिन्ती प्रार्थना प्रभु तपाईँको हातमा दिँदै आशिष अनि अनुग्रह चाहन्छु जीवित येशूको छ अनि पवित्र नाममा आमेन हालेलुया हामीलाई महिमा भएको होस् हामी सबैजना उहाँको नजिक गएको छौँ अनि यो समय हामी वचन सुन्नेछौँ र यो समय हाम्रो लिड गर्ने र दिदीलाई दिन चाहन्छु सबैलाई जय मसीह हालेलुया 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 हुन्छ है साँच्ची नै आज हामीले अति नै एकदम आज हामीले परमेश्वरको नजिक हामी गएको छौँ है अनि यो समयको लागि हाम्रो वर्शिप लिडर भाइ साथसाथै हामी कोही टिमलाई ठुलो ताली बजाएर हामी धन्यवाद दिनेछौँ किनकि आज उहाँहरूले यति धेरै हाम्रो निम्ति है परमेश्वरको नजिकभन्दा नजिक लानको निम्ति धेरै सहायता गर्नुभयो अनि है म विश्वास गर्दछु आज हाम्रो एक एकको हृदयलाई पनि आज परमेश्वरले छुनु भएको छ हालेलुया हालेलुया हुन्छ है तपाईँहरू वचन सुन्नको निम्ति तयार हुनुहुन्छ तयार हुनुहुन्छ तयार हुनुहुन्छ है
आज हाम्रो जीवित परमेश्वरको वचन सुन्न हामी गइरहेको छौँ। हामी केही समयको लागि हामी यताउति हिँड्ने छैनौँ। हामी ध्यान साथ परमेश्वरको जीवित वचनलाई हामी सुनेर मात्र होइन, आज हाम्रो हृदयमा वचनको जरा गाड्ने पर्दछ। हालेलुया, हालेलुया। हुन्छ, आज हाम्रो पास्टर बाले आज हाम्रो निम्ति अति नै आज वचन यति धेरै दुःख गरेर ल्याउनु भएको छ है। आज वचनले चाहिँ नि आज तपाईँ अनि हामीसँग बोल्नुहुनेछ। हालेलुया, हालेलुया। तपाईँहरू त थाक्नुभयो कि क्या हो? हालेलुया। नथाक्नुहोस् है, परमेश्वरको जीवित वचनले हामी भरिनु पर्दछ। हालेलुया। हुन्छ, यो समय हामी आदरणीय पास्टर बालाई बोलाउन चाहन्छु अनि उहाँ आउँदै गर्दा हामी जोरदार ठुलो ताली बजाएर हामी उहाँलाई वेलकम गर्नेछौँ। प्रभुलाई महिमा होस्। सम्पूर्णमा विजय यीशुको नाउँमा जय मसीह, जय मसीह, हालेलुया। अति नै शक्तिशाली आराधनाभित्र हामी पसेका छौँ। परमेश्वरलाई महिमा भएको होस् र हामी ढिलो गर्ने छैनौँ। परमेश्वरको जीवित वचन हामी सुन्नेछौँ। कतिजना नगर आउनु वचनको लागि तपाईँ प्रार्थना गरेर आउनु भएको छ। हजुर, तपाईँले कतिजनाले मसँग प्रभु बोल्नुहोस् भन्नुभएको छ? ल भन्नुहोस् त, भन्नु है, आज प्रभु बोल्नुहुन्छ। हालेलुया, हालेलुया। स्वागत गर्न चाहे तपाईँहरूलाई उपस्थित सम्पूर्णमा अनि लाइभमा हेर्नुहुने सम्पूर्णलाई स्वागत गर्न चाहे। हामी ढिलो गर्ने छैनौँ। परमेश्वरको जीवित वचनलाई हामी सुन्नेछौँ। गएको दिनमा हामीले जुन कुरा सुन्दै थियौँ हामी त्यसलाई कन्टिन्यू गर्नेछौँ। यहाँ मेरो एउटा जिम गर्ने थियो, कता लग्यो? यहाँ ल्याइदिनुहोस् ल। आज जिम गर्नुपर्नेछ। सबैले भनौँ न हालेलुया। गएको हप्तामा मैले तपाईँलाई भनेको थिएँ केही वचनको केही कुरा रहेको छ अनि हजुर यहाँ राख्नुहोस्। आज लु भन्नुहोस् त, मैले गएको हप्तामा तपाईँलाई के को विषयमा बोलेको थिएँ? हजुर, लेडिजहरूले मात्रै, लेडिजहरू त्यसै हो त। लेडिज भनेको लेडिज फर्स्ट क्या, जहाँ पनि। फेरि भनिदिनुहोस् त, लेडिजहरू। फेरि भन्नुहोस् त, लेडिज हो, सिकाउने त लेडिज रहेछ। फेरि भन्नुहोस् त। परमेश्वरले त्यसै सहयोगी दिएको होइन रहेछ नि, त्यही बिर्सिन्छ भनेर नै प्रभुले छोरी दिनु भएको रहेछ। सबैले हालेलुया। छोरीलाई प्रभुले, छोरालाई पनि धेरै आशिष दिउन्। गएको दिनमा हामीले सुन्दै थियौँ साँचो आराधना। भन्नुहोस् त, पहिलो कुरा हामीले के हेऱ्यौँ? साँचो आराधना चाहिँ के रहेछ त? हजुर, छोरा मान्छेलाई दिउँ। लु त, छोरा मान्छे, इज्जतको सवाल छ। छोरीलाई बोल्नु दिनुभन्दा अगाडि तपाईँहरू बोल्नुहोस्। 1 2 गो। ओइ कता? हजुर, कसले बोल्नुभयो? तिमीले बोलेको? यिनी आएको थियो र त्यो आइतबार के थियो? थियो? थिएन। लाइभमा हेरे क्या हो? हजुर, समयको बारेमा नै हामीले सुन्दै थियौँ। अर्को कुरो गिभिङ, इङ्ग्लिसबाट अब लेडिजहरूले थर्कायो। गिभिङ, दिने कुरामा हामी जब प्रभुलाई दिन्छौँ त्यो साँचो आराधना रहेछ। समय प्रभुलाई दिन्छौँ त्यो साँचो आराधना रहेछ। हामीलाई आज यसो फर्केर हेर्नुहोस् त, हिजो देखेको मान्छे त छैन त। आज यसो हेर्नुहोस् त, छ त? छैन। धेरै मान्छेले समय दिन मान्दैन, तर त्यो लोभसरीको समय प्रभुको घरमा जानु मन लाग्दैन, प्रभुलाई आराधना गर्नै मन लाग्दैन, तर पनि तपाईँ आराधना गर्न आउनुहुन्छ, समय परमेश्वरलाई छुट्याएर यो ठाउँमा भेला हुनुहुन्छ, त्यसले के देखाउँछ? साँचो आराधना हो। तपाईँलाई दिनु एकदम लोभ लाग्छ, तपाईँलाई परमेश्वरको राज्यमा दिन भेटियोस् या 10 अंश या मुठी खोल्न एकदम गाह्रो हुन्छ, तर पनि तपाईँले किन हृदयबाट प्रभुलाई दिनु नै हुन्छ भने त्यो पनि साँचो आराधना हो। आज अब तेस्रो अन्तिम कुरालाई हामी हेर्नेछौँ।
गएको दिनमा हामीले सुन्दै थियौँ, अन्तिम पदमा हामी हेर्ने हो भने त्यहाँ हामीले हेरिरहेको थियौँ एलियालाई प्रभुको दासलाई अभिषेक्त दासलाई जब त्यो विधवाले चाहिँ केही खानेकुराहरू बनाएर दिए त्यो घर रित्तिएको छैन। हामीले त्यहाँसम्म पुगेको थियौँ। म तपाईँलाई भन्छु अभिषेक्त दास चाहिँ पास्टर मात्र होइन, अभिषेक दास चाहिँ रेभरेन्ड मात्र होइन, अभिषेक दास त यहाँ वर्सिप लिडरदेखि लिएर विभिन्न प्रभुको दास जो अभिषेक भइसकेको छ, सेवाकाईमा उत्रेका जो युथ लिडर छ, सचिव छ, डिकन, एल्डर, जति पनि अभिषेक जन छ, यदि हामीले अभिषेक भएका व्यक्तिलाई आदर गर्छौँ भने त्यो पनि के हो त? आराधना हो। तपाईँले आदर गर्नुपर्छ। धेरैचोटि हामीलाई के लाग्छ, यो त फुच्ची हो, यो त फुच्ची हो, यसलाई हामी आदर गर्नै मन लाग्दैन। नो, यदि तपाईँले त्यहाँ पनि आदर गर्नु भयो भने त्यो साँचो आराधना हो। सबैले भनौँ हालेलुया। विधवाले किन एलियालाई जब आदर गरे त्यो घरमा आशिष त टुटेन, ओ घरमा पिठो सिद्धिएन। किन अभिषेक दासलाई जसले आदर गर्छ त्यो घरमा परमेश्वरले नै आशिष दिनुहुन्छ। हालेलुया। त्यहाँ हामीले हेर्दै थियौँ पहिलो राजा 17को 15देखि 16 त्यो गएको हप्ताको त्यहाँ रहेको थियौँ। म तपाईँलाई भन्छु परमेश्वरको दासलाई होस् या प्रभुलाई जसले दिन्छ नि त्यो मान्छे गरिब हुँदैन, चुँदैन उसको। तर जसले प्रभुलाई दिन जान्दैन, जसले लोभ आउँछ, हो त्यहाँ तपाईँको हेर्नुहोस्, विगतमा मेरो त्यस्तै थियो। पछाडि मैले परमेश्वरलाई त्यो दिमागमा नबुझिन्जेलसम्म मैले परमेश्वरलाई दशंशहरू दिन्थिनँ, लोभ लाग्थ्यो। तर किन चुइरहन्थ्यो त्यो पैसा चाहिँ। मलाई भोलि भाडै पुग्दैन भन्छु अनि दिदिनँ, फेरि चुन्छ, बाँकी माग्नु पर्ने हुन्छ। तर अचम्मको परमेश्वर, उहाँ जुटाउनु हुने परमेश्वर, यहोवा इरे परमेश्वर, हजुर जुटाउनु हुने। एलियालाई भोक लागेको बेलामा परमेश्वरले कागद्वारा भोजन जुटाइदिनु हुने परमेश्वर त्यहाँ मात्र होइन, आज यहाँ पनि छ। सबैले हालेलुया। त्यस कारणले जसले परमेश्वरलाई माया गर्छ नि त्यसले दिन पनि जान्दछ, प्रभुको दासलाई पनि आदर गर्छ। हालेलुया। त्यस कारणले म तपाईँलाई भन्छु आज फेरि अर्को कुरो अन्तिम, आज मलाई लाग्छ 3 बजी पुरा लास्टै फाइनल छ होला, पुरा हामी उयो भइरहेको छौँ। तर म छिट्टो सक्ने नै प्रयास गर्नेछु। तपाईँहरू एकदम उयो नगर्नुहोस्, 3 बजी ठ्याक्कै म सक्ने प्रयास गर्छु। हुन त 2 घन्टा हामी सक्ने नै छौँ। म तपाईँहरूको माझमा अब 3टा कुरा हेर्नु है। साँचो आराधना चाहिँ के हो? आज साँचो आराधना चाहिँ अर्को हामी अन्तिम हेर्दै गर्दा यो कुरा मैले रेडी बनाएको कुरा हो, जुन अस्ति गएको रको वचनको कुरा हो। मैले तपाईँलाई भनेको थिएँ रको फेरि हामी अर्को पालि सुन्नेछौँ। अब अर्को कुरा साँचो आराधना चाहिँ मण्डली क्षमादान हो। साथीलाई हेरेर भन्नुहोस् न, क्षमादान। क्षमा दिन लिन मान्छेलाई सबैभन्दा गाह्रो कुरा चाहिँ समय छुटाउनु मात्र होइन रहेछ, दिन मात्र होइन, मान्छेलाई क्षमा दिन सक्दैन, त्यो पनि गाह्रो, मान्छेलाई एकदम गाह्रो लाग्ने कुरा चाहिँ के हो? क्षमादान। तर बाइबलले भन्छ जब पनि तपाईँलाई गाह्रो लाग्छ, तपाईँलाई क्षमा दिन मन लाग्दैन, तर तपाईँले त्यो समय क्षमा दिनुहुन्छ भने बाइबलले भन्छ त्यो चाहिँ साँचो आराधकहरू। द्याट पिपल इज द ट्रु वर्सिपर। त्यो मान्छे चाहिँ साँचो आराधक हो, जसले मनले भन्दैछ क्षमा नदे, ओ त्यसले त तँलाई यो गरेको छ, तँलाई त यो गरेको छ, विभिन्न कुरा मनले तपाईँलाई घोज्छ। तर त्यो बिचमा तपाईँले भन्नुहुन्छ म परमेश्वरको उपस्थितिमा प्रभुले भन्नुभएको छ मलाई क्षमा गर भनेर, यदि त्यो वचनलाई हृदयमा राखेर तपाईँले क्षमा दिनुहुन्छ भने तपाईँ चाहिँ साँचो आराधक गनिनेछ। हालेलुया। राज्यमा परमेश्वरको घरमा तपाईँ चाहिँ साँचो आराधक भनेर गनिनेछ। आज संसारमा म एउटा घटना पढेर म फेरि वचनतिर खण्डतिर जानेछु। मलाई थाहा छ कतिचोटि हाम्रो बोलीले, हाम्रो व्यवहारहरूले, हामीले हिँड्दै गरेको पाइलाहरूले पनि, हामीले कसैसँग साथीभाइसँग, अङ्कल आन्टी छिमेकी ओ विभिन्न मण्डलीको सदस्य जो कोहीसँग पनि कतिचोटि हाम्रो बोलीले गोली लाग्न सक्छ। हाम्रो व्यवहारहरूले
त्यो मानिसलाई मन दुख्न सक्छ। म पनि शुद्ध छु भन्दिनँ, मैले कतिचोटि तपाईँको अगाडि तपाईँलाई मन दुख्ने काम गरेको पनि हुनसक्छु। तपाईँले मेरो अगाडि पनि हजुर मन दुखाएको हुनसक्छ। संसारमा छौँ, हाम्रो हृदय चाहिँ साह्रै कमुलो हृदय छ। परमेश्वरले नै दिनुभएको हृदय हो। जब उहाँले मानिसहरूलाई देख्नुहुन्थ्यो, प्रेमको नजरले देख्नुहुन्थ्यो। जब भिडहरूलाई हेर्नुहुन्थ्यो, परमेश्वरले प्रेमकै हृदयले हेर्नुहुन्थ्यो। त्यस कारणले आज धेरैचोटि हाम्रो सम्बन्धहरू बिग्रेको, हाम्रो विभिन्न कुरा हराएको चाहिँ हजुर मानिसले क्षमादान दिन नसकेको कारणले। मानिसहरू हत्या भनौँ न सुसाइड गरेको छ। एउटा म स्टोरी हेर्दै थिएँ, एउटा गाउँमा दुईजना दाजुभाइ हुँदो रहेछ। अनि त्यो दाजुभाइमा एउटा दाजु छ, उनीहरू चाहिँ कार्पेन्टर, एउटा के भनौँ काठको काम गर्ने हजुर के बनाउने, टेबल चेयर बनाउने व्यक्ति हुँदो रहेछ। अनि दाजुभाइले मजाले, दुईजना दाजुभाइले कमाएको पैसा मजाले त्यो टेबल बनाउँदै, मान्छेलाई बेच्दै, सोफाहरू बनाउँदै, काठको विभिन्न कुराहरू जति बनाउँथ्यो उनीहरूले बेच्थ्यो। अनि उनीहरूले सेभिङमा पैसाहरू धेरै पैसा राखेको रहेछ। तर भाइ अलिक चलाक रहेछ। भाइले एक समयमा जुन सेभिङमा राखेको पैसा सबै पैसा लिएर भाइले त ग्ल्याम्बिङ भन्छ नि, ग्याममा भनौँ न हजुर, डाउन टाउनमा जान्छ नि कतिचोटि पैसामा नाच गर्नु कति मान्छेले, टक टक टिक टिक 20 रुपियाँ च्वाट, टुङ टुङ 100 रुपियाँ ड्याम, टक 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 1000 त सकियो। यो कान्छा छोराले सेभिङको पैसा सबै लिएर गएर त एउटा घर बनाउने पैसा त टुङ टुङमै सकेछ। अब सुन्नुहोस् है, दाजुलाई थाहा थिएन। जुन दिन दाजुलाई थाहा पायो, दाजुको हृदय साह्रै दुख्यो। घरमा दाजुभाइ छ, दाजुले भाइले यति धेरै उनीहरू बिचमा यति धेरै कमाएको पैसा भाइले एकै तालमा एकैचोटि सबै पैसा लिएर गएर सेभिङको पैसा सकेछ। भाइ गाउँमा हल्ला भएछ, दाजुलाई साह्रै मन दुख्यो। मान्छेहरूले विभिन्न कुरा आलोचना गर्न सुरु गर्यो। अनि दाजुले मान्छेसँग फेस गर्न नसकेर दाजुले गाउँ नै छोडेर गएछ। गाउँ छोडेर गए, भाइलाई छोडेर गए हजुर। किनभने दाइले सोचे मेरो भाइले मेरो विरोधमा मलाई ढाट्यो या गल्ती गर्यो अनि मैले क्षमा दिदिनँ। अनि दाइ चाहिँ गाउँ छोडेर नै अर्को सहर गएछ, अर्को ठाउँ एउटा अर्को गाउँमा गयो भनौँ न। अनि गाउँमा जाँदै गर्दाखेरि के भयो भने नि मण्डली, अर्को गाउँमा गयो, भाइ यता छ। 10-15 वर्ष बित्यो, वृद्ध भइसक्यो हजुर। दाजुभाइको बोलचाल छैन। केले? सानो कुराले, त्यहाँनिर क्षमादान दिन नसकेको कारणले वर्षौँ उनीहरू बोलेन। ओहो, वर्षौँ बोलेन। अनि एक समयमा दाजुको घरमा चिठी आएछ, तपाईँ फल्ना मान्छे हो, तपाईँलाई म यो चिठी चाहिँ हस्पिटलबाट लेख्दैछु। तपाईँको भाइ, यो नाम गरेको भाइ चाहिँ आज एकदम गाह्रो मर्न लागेको छ, हस्पिटलमा छ हजुर। तपाईँको भाइ एकदम धेरै नाजुक अवस्थामा छ, आज या भोलि थाहा छैन, आइदिनुहोस्। भाइले लेखेको चिठी होइन त्यो हजुर। डक्टरले त्यहाँ भएको हस्पिटलको मान्छेले पत्ता लगाएर दाजुको पूर्ण ठेगाना, अब त्यो व्यक्तिले भन्यो होला, धेरै वर्ष पछाडि दाजुलाई ठेगाना पाएर त्यो चिठी लेखेर पठाएको रहेछ। जुन दिन त्यो दाइले पढ्यो नि, आँखाभरि आँसु आयो। 15 वर्ष 20 वर्षको दूरी जति थियो नि, त्यो पन्नामा पढ्दा उसको आँसु जति 15 वर्षको दूरीमा माया हुनु पर्थ्यो नि, त्यो मायाको आँसु त एकै दिनमा पो आएछ त। तर म तपाईँलाई भनौँ, त्यो कुरा ढिलो भइसकेको थियो। म तपाईँलाई भन्छु, तपाईँले माया गर्दा चाहिँ जिउँदै माया गर्नुहोस्, मर्ने बेलामा होइन हजुर। त्यो भाइ नि मरिसकेको थियो, मृत्यु र जीवनको लडाइँमा थियो। दाजु पुग्यो अन्तिम अवस्थामा। म यो घटना पढ्दै थिएँ, मेरो कस्तो हृदय फुट्यो क्या। परिवार त त्यो रहेछ,
हजुर परिवार त त्यो रहेछ, ठोकिँदाखेरि लड्दाखेरि क्षमा नदिएर बस्ने परिवार होइन। ठोकिँदै गर्दा गल्ती हुँदै गर्दा त्यसलाई उठाएर माया, चाहे उसको बोलीले किन हामीलाई माया के भन्छ गल्ती हाम्रो अगाडि नगरोस्, चाहे उसको व्यवहारले किन नगरोस्, तर हामीले जान्नुपर्ने रहेछ क्षमादान। मान्छेलाई सबैभन्दा गाह्रो लागेको कुरा चाहिँ क्षमै दिन सक्दैन हो। तर प्रभुले भन्नुभयो म यस्तो आराधकहरू खोज्दैछु जब आराधकले चाहिँ आत्मा र सत्यताले आराधना गर्नुपर्छ। जुन मान्छेलाई गाह्रो छ म क्षमा दिन सक्दैन, तर त्यो मान्छेले प्रभुको अगाडि क्षमा दिन्छ भने प्रभुले भन्नुहुन्छ द्याट पिपल, त्यो मान्छे चाहिँ साँचो आराधक हो। त्यो व्यक्ति गयो, दुईजना हात समातेर दाजुले भन्दै थियो मलाई क्षमा देऊ है। दाजुको गल्ती के भयो भने 15-20 वर्ष भाइलाई क्षमा दिन सकेको थिएन, त्यो गल्ती हो। अनि उसले भन्यो मलाई क्षमा देऊ। भाइले भन्यो हजुर, भाइले के भन्यो भने नि हो मैले गल्ती गरेको थिएँ, तर एकचोटि तपाईँले मलाई फर्केर हेर्नु भएको भए नि म फेरि गल्ती गर्ने अवस्थामा थिइनँ, मेरो हृदय टुटेको थियो, म कहिल्यै जीवनमा गल्ती गर्ने नै थिइनँ, तर तपाईँले आज मलाई फर्केरै हेर्नु भएन, त्यस कारणले म आज हस्पिटलमा छु। यदि तपाईँले मलाई फर्केर हेर्नुभएको भए सायद त्यो घरमा म पनि हुन्थ्यो होला तपाईँसँग, यस्तो अवस्था हुन्थेन। मण्डली म तपाईँलाई भन्छु हजुर, ढिलो हुनु अघि मण्डली लाइफमा हेर्नेलाई म भन्छु कसैले मन दुखाएको छ भने आजै गएर क्षमा दिनुहोस्, माग्नुहोस्। हजुर ढिलो नहोस्, हजुर माया त्यहाँ देखाउनुहोस्, माया फलफुल लिएर त्यहाँ जानुहोस्, जिउँदो हुँदा जानुहोस्, ढिलो नहोस्। मण्डली मानिस हौ, हामीलाई मन दुख्छ, क्षमा दिन नसक्ने भनेको चाहिँ नि बन्धनमा हुनु हो। मण्डली मेरो विरोधमा मलाई गर्नेहरूलाई म देख्छु माया लाग्छ, मलाई जे भनोस् माया लाग्छ, म क्षमा दिन्छु उसलाई, उसको लागि म प्रार्थना गरिदिन्छु। तर म तपाईँलाई भनौँ क्षमा जसलाई दिन सक्नुहुन्न नि तपाईँ बन्धनमा हुनुहुन्छ, बुझ्दै हुनुहुन्छ। तपाईँले आफ्नो परिवारलाई माया गर्नुहुन्न, क्षमा दिन सक्नुहुन्न, दाजुभाइलाई हेर्दा क्षमा दिन सक्नुहुन्न, आमा बाउलाई हेर्दा क्षमै दिन सक्नुहुन्न भने नि प्रभुले भन्नुहुन्छ म पनि तिमीलाई क्षमै दिन। बन्धनमा हुनु हो तपाईँ र म। बन्धन चाहिँ यस्तो रहेछ, 20 केजीको कति हो 20 लेखेछ, 20 होला कति गरम छ। हजुर मलाई कसैले हिर्कायो, झापडले नहिर्काए पनि बोलीले हिर्कायो, लुबहरू व्यवहारले हिर्कायो, मलाई ठुलो मेरो हृदयमा भारी आयो। कति बोकेर हिँड्ने मण्डली, गल्छौँ हामी। प्रभुले भन्नुहुन्छ त्यो भारी मलाई देऊ। हालेलुया। बोक्नु सक्दैनौँ हामी। उसलाई देख्दा एक दिन पो रिस उठ्छ त यो भारी बोकी एक दिन पो बोक्छु त म, 1 घन्टा बोक्छु, 24 आवर बोक्नु सक्दिनँ म। तर आज विश्वासी मण्डली समाज बिग्रेको कारण यो भारी बोकेर हिँडेको छ। उसलाई देख्दा क्षमादानले भरिनु पर्ने, तर किन क्षमादान टाढा गएको छ। क्षमा नदिने भारी चाहिँ आफैले बोक्दैछौँ। क्षमा नदिनु चाहिँ नि बन्धनमा हुनु। सबैले भन्नु हालेलुया, हालेलुया। क्षमा नदिनु भनेको चाहिँ खुल्ला रूपले आराधना गर्नै सक्दैनौँ हामी। किनभने उसले मन दुखाएको छ, व्यवहारले मलाई घोचेको छ नि यसो हेर्छौँ, मान्छेलाई देखे पछाडि प्रभुलाई पो बिर्सिन्छौँ हामी। हजुर फल्नाले ढिस्काले मन दुखाएको हुन्छौँ, अनि हाम्रो हृदयले चाहिँ उसलाई भन्दा पनि उसलाई पनि क्षमा दिन सक्दैनौँ पहिलो कुरो। दोस्रो कुरो प्रभुलाई पनि हामी टाढा राखिदिन्छौँ। हजुर बुझ्दै हुनुहुन्छ। क्षमा जब पनि हामी दिँदैनौँ नि, खुल्ला रूपले आराधना गर्न सक्दैनौँ हामी। परमेश्वरले खोजेको साँचो आराधक चाहिँ तपाईँ र म हो मण्डली। अनि तपाईँ र म भित्र चाहिँ क्षमादान हुनुपर्छ। सबैले भन्नु हालेलुया, हालेलुया। क्षमा नदिने मानिसको जीवनमा डरलाग्दो, सुन्नुहोस्, आज शैतानले यस्तो बन्धनहरू राखिदिएको छ। शैतानले भन्छ तँलाई त साह्रै हट गरेको छ,
दुष्टले विचारमा ल्याउँछ हाम्रो, तँलाई त यस्तो पो गरेको छ। अनि त्यो व्यक्ति कोठामा गएर धेरै रुन्छ। हो, म भन्छु मलाई पनि मन दुख्यो भने रुन्छु, मलाई पनि मन दुख्यो भने म त्यो केही समय म विलाप गरौँला, तर म सधैँ भारी बोक्न सक्दिनँ, सधैँ सक्दिनँ म। हजुर किन भन्नुहोस् त? किनभने मलाई थाहा छ क्षमा नदिने, दिन नसक्ने भारी चाहिँ परमेश्वरबाट होइन, दुष्टले लिएर आउँछ। दुष्टले तपाईँलाई त्यो लेभलमा महिमाको काम गर्नै दिँदैन, किनभने तपाईँलाई बिचमा क्षमा नदिने बन्धन राखिदिएको तपाईँलाई भेटाउनुहुन्छ। त्यस कारणले आराधक परमेश्वरले खोजेको चाहिँ क्षमा नदिने होइन, क्षमादान दिने व्यक्ति, त्यस्तो आराधकलाई परमेश्वरले खोज्नुहुन्छ। सबैले हुनु फेरि हालेलुया। शैतानले मानिसलाई डरलाग्दो पापमा पारेको चाहिँ क्षमादान नदिने कुरा हो। व्यभिचार मात्र होइन, अरूलाई ढाँट्नु मात्र होइन, काट्नु मात्रै पाप होइन, तपाईँले अर्कोलाई क्षमा दिन सक्नु न, त्यो पनि के हो? पाप हो। प्रभु येशूले भन्नुभयो, अहिले म केही खण्डहरू तपाईँलाई भन्नेछु, प्रभु येशूले भन्नुभएको कुरा। क्षमा दिन सक्दैनौ त्यो पनि एउटा पाप हो मण्डली। लाइफमा हिँड्नेलाई म भन्छु, तपाईँले मन कसैबाट दुखेको छ आजै प्रभुको अगाडि क्षमा माग्नुहोस्। हजुर किनभने बाइबलले भन्छ, स्लाइड गरिदिनुहोस् त, जब तिमीहरू प्रार्थना गर्न खडा हुन्छौ तब कसैको विरोधमा तिमीहरूको केही छ भने पहिले चाहिँ क्षमा गर। सबैलाई त क्षमा गर, सबैले ठुला क्षमा गर, ताकि स्वर्गमा हुनुहुने तिमीहरूको पिताले पनि तिम्रो अपराध क्षमा गरिदिउन्। प्रभुले तपाईँलाई त्यतिखेर क्षमा गर्नुहुन्छ जब तपाईँले अरूलाई क्षमा दिन सक्नुहुन्छ। कुरा यहाँ छ मण्डली, हामी चाहिँ प्रभुलाई प्रभु मलाई क्षमा गर्नुहोस्, तर हामी अरूलाई क्षमा दिन सक्दैनौँ। म जस्तो घिनलाग्दो अरू कोही रहेछ, राइट, तर अरूलाई हामी त्यस्तो देख्दैनौँ, ऊ पनि त म जस्तो हो। हजुर प्रभु यीशुले दुईजना व्यक्तिको घटना भन्नुभएको थियो मन्दिरमा। एकजनाले मिठो प्रार्थना गर्यो, म दशांश भेटिदिन्छु, म आराधना गर्छु, उसले भन्यो म भेटिदिन्छु, म उपवास बस्छु, म अन्य भाषा बोल्छु, म तपाईँको नजिक आउँछु, तर यो पापी जस्तो छुइनँ। तर त्यो पापी अर्को व्यक्तिले भन्छ, प्रभु म त योग्यको मान्छे रहेनछु, मलाई क्षमा गर्नुहोस्। प्रभु येशूले नि आफू त प्रभुको अगाडि क्षमा माग्यो, अरूलाई पनि क्षमा दिने मण्डली प्रभुले खोज्नुहुन्छ। हालेलुया, हालेलुया। प्रभुले के भन्नुभयो, तिमीहरू मण्डली आउँदा, आराधना गर्न आउँदा पहिले चाहिँ तिमीले क्षमादानको हृदय लिएर आउनुपर्छ। कठोर भएर आउँछौँ हामी, कतिचोटि नफरतको भावना लिएर आउँछौँ। उसले मलाई भारी दिएको छ, एकचोटि कस्तो बोल्यो गरौँ बोकेर हिँड्छौँ हामी। चर्चमा आराधना गर्नै मन लाग्दैन, किन? भारी छ हामीलाई, त्यो पनि यत्रो भारी छ जुन भारी चाहिँ उचाल्नै सक्दैनौँ। आराधना गर्नुपर्ने भारीले कहाँ दिन्छ त हात उठाउनु। हजुर आज शैतानले, दुष्टले मानिसलाई यस्तो बन्धनमा राखिदिएको छ कि त्यो पोका चाहिँ, हजुर घमण्डको पोका, त्यो झुक्नुपर्छ मेरो अगाडि, म होइन। त्यस्तो प्रकारको हृदय आज लुसिफरले ल्याउँदैछ मण्डली। त्यस कारणले साँचो आराधकले त नि भारी स्वर्गमा राखिदिन्छ अनि त्यो मान्छेलाई क्षमा दिन्छ। सबैले हालेलुया, हालेलुया। बाइबलले भन्छ, जब तिमीहरू प्रार्थना गर्न खडा हुन्छौ, यदि कसैको विरोधमा, हजुर कसैको विरोधमा तिमीहरूले केही छ भने जाऊ क्षमा माग, हजुर क्षमा माग। अनि त्यो चाहिँ बाइबलले भन्छ साँचो आराधकहरू। मन लाग्दैन, प्याट्टै लाग्दैन, किनभने उसले मलाई बोलेको छ नि त, उसले मलाई कुटेको छ नि त, उसले मलाई यस्तो गरेको छ नि त। त्यस्तो बन्धनलाई खोल्ने चाहिँ एउटै कुरा हो, त्यो चाहिँ क्षमादान हो। फेरि अर्को खण्डमा जाउँ, म छिटो पढ्नेछु। योसेफले आफ्नो दाजुभाइलाई भने, म योसेफ हुँ। यो घटना एकदम डरलाग्दो छ। योसेफ, दाजुभाइहरूले यति धेरै भाइलाई मार्न खोजेको छ, हामी सबैलाई थाहा छ घटना। तर योसेफको हृदयलाई हेर्नुहोस्, योसेफलाई यति ठुलो भारी थियो, दाजुले खाल्टामा दाजुभाइले मार्न लागेको एउटा भारी थियो, त्यो भारीले चित्त बुझाएन दाजुभाइले, फेरि मिश्रीहरूको अगाडि बेचिदिए, फेरि अर्को भारी थप्यो।
तर योसेफले भारी बोकेर हिँडेन। सबैले त योसेफले भारी बोकेर हिँडेन। योसेफले त्यो भारी कसलाई दियो भन्नुहोस् त? प्रभुलाई दिनुभयो। अनि यतिखेर हेर्नुहोस् है, दाजुभाइहरू योसेफ कहाँ आएको छ? त्यो दिनहरूमा भोजनको निकाल हुन लागेको थियो, त एकदम अन्न चाहिएको थियो खानको लागि। अनि त्यो समयमा योसेफ कहाँ पुग्छ? सुन्नुहोस्, जसले क्षमा दिन्छ नि, जसले क्षमा दिन्छ परमेश्वरले त्यो मान्छेलाई यहाँ होइन त्यो लेभलमा लानुहुन्छ। हालेलुया। योसेफले किन त्यो राजदरबारमा राजादेखि मुनिको व्यक्ति भए, जो चाहिँ एउटा बाटोमा फालिएको नगन्यको मान्छे, किन? जीवनमा उसले क्षमादान गरेको कारणले। दाजुभाइले यसो हेऱ्यो, मेरो दाजुभाइ आउँदैछ, दाजुभाइलाई देख्नु बित्तिकै यसले मलाई मार्न खोजेको थियो त, मलाई त मार्नलाई खाल्टामा हालेको थियो, म यसलाई नफरत गर्छु भनेन। यसले मलाई व्यवहारले मलाई यति धेरै डरलाग्दो मिश्रीको गाउँमा बेचिदे, मिश्रीहरूले मलाई जेलखाना कस्तो डरलाग्दो पीडा कुटाइ सहनु पर्यो। त्यो बिचमा योसेफले भन्दैछ म यही दाजुभाइलाई क्षमा दिन्छु। सुन्दै हुनुहुन्छ सबैले? हालेलुया। अब दाजुभाइले चिनेको छ नि, हेर्नुहोस् है के भन्छ योसेफले आफ्नो दाजुभाइलाई भने, म त योसेफ हुँ। हजुर सुन्नुहोस् है, म योसेफ हुँ कि मेरो बुबा अझै जिउँदै छन्? तिनको कुरा सुनेर योसेफका दाजुभाइहरू यस्तो हडबडाए कि तिनीहरूले केही पनि बोल्नै सकेन। म तपाईँलाई भनौँ, तपाईँको विरोधमा गल्ती गर्नेलाई तपाईँले क्षमा दिनुहोस्, त्यो व्यक्ति हेरेको हेरे हुन्छ। हजुर दाजुभाइहरू छक्कै परे, चिनेको थिएन। अरे हामीले बेचेको, हामीले हेपेको भाइ यही हो त? यस, योसेफले भन्छ भने हो त। तपाईँलाई थाहा छ योसेफले जीवनमा यस्तो मिठो कुरा गर्यो कि जुन दाजुभाइले उसलाई यस्तो दुःख दिएको थियो, त्यही दाजुभाइलाई के भन्दैछ? नखोरलाई भन्छ, जा जुन टेबलमा हामी खाना खान्थ्यौँ, ठुलो ठुलो मान्छेहरू बस्थ्यो नि, आज त्यो टेबलहरू सफा गर, किनभने मेरो घरमा आज मेरो दाजुभाइ आएको छ। यस्तो हृदयहरू जन्मिनुपर्छ मण्डली। लाइफमा एउटालाई भन्छ फेरि, यस्तो हृदय जन्मिनुपर्छ। नफरतको भारी होइन, स्वर्गीयको क्षमादानले भरिएको हृदय परमेश्वरले खोज्नुहुन्छ। हालेलुया, हालेलुया। त्यो समय अचम्म भयो, दाजुभाइहरू छक्कै पर्यो, किनभने जुन भाइलाई हामीले हेप्दैछौँ यही भाइ हो त। हजुर नफरत गर्नेलाई तपाईँले प्रेमले जितिदिनुहोस्, क्षमादानले जितिदिनुहोस्। मानिसको अगाडि तपाईँ नगर्नेलाई स्वर्गीयमा तपाईँको नाम लेखिएको छ। स्वर्गीयले तपाईँको त्यो महिमाभित्र लाने योजना बुन्छ जब तपाईँले क्षमादान दिन सक्नुहुन्छ। सबैले हालेलुया। हेर्नुहोस् यहाँ के भन्छ, म त्यही योसेफ हुँ। तब योसेफले तिनलाई भने, कृपा गरी मेरो नजिक आऊ। यो शब्दलाई याद गर्नुहोस्, यो शब्दलाई याद गर्नुहोस्। जुन दाजुले खाल्टामा हाल्दै थियो मार्नको लागि, मिश्रीको हातमा बेचिदियो, बिचारा त्यो फुच्चे कसरी जीवन काट्यो होला, कसरी हाम्रो समाजले पनि भ्याउन सक्दैन। तर त्यही योसेफले भन्दैछ, म सबै कुरा बिर्सिँदैछु, हजुर म क्षमा दिँदैछु। दाजुभाइलाई भन्छ, प्लिज तपाईँ मेरो नजिक आउनुहोस्, नजिक आउनुहोस्। बिचारा दाजुभाइले हृदय टुट्यो होला, म नजिक जान सक्दिनँ, किन मैले यो भाइलाई, यो दाइलाई मैले के गरेको छु? मारेको छु, मेरो व्यवहारले घोचेको छ। कति पल पल मर्यो होला यो मान्छे, उनीहरूलाई हृदयले घोच्यो होला, म जाँदिनँ। तर जुन व्यक्तिको हृदयमा घोचिएको थियो त्यही व्यक्तिले भन्दैछ, मेरो नजिक आऊ। साँचो प्रेम त त्यो हो मण्डली, तपाईँलाई घोचोस् तर तपाईँले नै घरमा बोलाउनुहुन्छ। त्यो चाहिँ साँचो हृदय प्रेमले भरिएको, स्वर्गीयको क्षमताले भरेको मानिसहरू। सबैले हालेलुया। मेरो नजिक आऊ। तिनीहरू उनको नजिक गए अनि उनले भने, म तिम्रो भाइ योसेफ। डबल दुई खेप भनिसक्यो, अघि पनि भने, फेरि भन्दैछ, जसलाई तिमीहरूले मिश्रमा बेचिदिएको थियौ त त्यही भाइ हो म। मलाई बेच्यौ भनेर अब सुर्ता नगर, म र आफैलाई अपराधी नठान। वास्तवमा परमेश्वरले मलाई तिमीहरूको अघि नै मानिसहरूको प्राण बचाउनलाई यहाँ पठाउनु अनि के भन्छ पठाएको हो। सबैले हालेलुया। योसेफले नफरतले बोलेन, उसले मलाई व्यवहारले यस्तो कुटेको छ भनेर उसले बदला लिएन। योसेफले त भन्छ, तिमीले मलाई जे गरे पनि तिमीहरू अप्ठ्यारो नमान। जे थियो, म तपाईँलाई भनौँ एउटा शक्तिशाली कुरा भन्छु,
क्षमादानले हो हिजोको पल दुःखहरू हिजोको तपाईँले जति जे गर्यो तपाईँको आलोचना जे गर्यो जस्तो सुकै गरोस् त्यो कुरा फर्केर आउन सक्दैन। तर क्षमादानले एउटा कुरा ल्याउँछ, भविष्यको फ्युचरको कुरा चाहिँ नि तपाईँको क्षमादानमा निर्भर हुन्छ। जब तपाईँले क्षमा दिनुहुन्छ भविष्यको कुरा बिग्रेको कुरा बनिँदैन, तर यो जुन प्रेजेन्ट कुरालाई फ्युचरमा ठुलो महिमाभित्र चाहिँ त्यही क्षमादानले लान्छ। हालेलुया, बुझ्नुभयो? क्षमादान त्यतिसम्मको शक्तिशाली कुरा हो। योसेफलाई थाहा भयो हिजोको दिनको पलहरू दुःख म फर्काएर ल्याउन सक्दिनँ, तर अबको फ्युचर चाहिँ दाजुभाइसँग मिलेर म चाहिँ बस्नेछु। वाह, त्यो चाहिँ हो क्षमादान। मैले आज क्षमा दिएँ, फेरि भोलिपल्ट त बोल्दैन त। आज मैले तपाईँलाई क्षमा आइ एम भेरी सरी, भोलिपल्ट त यस्तो गरेर हेरेर हुन्छ, छेउमा पनि जाँदैनौ। त्यो क्षमादान होइन। योसेफले क्षमादान यसरी देखायो, मेरो नजिक आओ। सबैले भन्नु हालेलुया। हामी आज बिग्रेको चाहिँ यो लाइफमा हेर्नेलाई म बारम्बार भन्दैछु, मण्डलले भन्दैछु, हामी क्षमा दियो भन्छौँ ढुक्कले हजुर, तर त्यही व्यक्तिको छेउ जान सक्दैनौँ, त्यही व्यक्तिसँग बोल्न सक्दैनौँ। कसरी भन्न सक्छ हामी क्षमा दियो भनेर? क्षमा त शत्रुले पनि दिएको जस्तो गर्छ हजुर, तर असल मित्र चाहिँ क्षमा दियो भनेर मात्र बस्दैन, उसको नजिक जान्छ, मायाको कुरा गर्छ। हिजोको पलहरू फेरि फर्काएर ल्याउन सक्दैनौँ, भविष्य चाहिँ सँगै बसेर मिलाउन सकिन्छ। सबैले हालेलुया। योसेफको घटनालाई मैले किन भन्दैछु, किन आज मण्डलीले हामीले क्षमा दिन सकेको छैनौँ। मान्छेलाई अहिले मैले मेरो क्लाउडलाई घरमा भएको डकलाई यहाँ ल्याएँ भने जसकै मुखमा नि अमुइनी चाहिँ आऊ 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 मायाले बोलाउँछौँ। एउटा चाहिँ पालेको जनावरलाई त माया गर्छौँ भने किन हामी मानिसलाई नफरत गर्ने? तर आज कुरा यो छ, दुष्टले हाम्रो विचारमा क्षमा दिन नसक्ने हृदय बन्धन राखिदिएको छ। गाह्रो हुन्छ, साँच्ची भनेको गाह्रो हुन्छ। तर मण्डली तपाईँले आज लाइफमा हेर्नेले यो बन्धनलाई एकचोटि तपाईँले स्वर्गको अगाडि राखिदिनु भयो भने तपाईँको हृदय हल्का हुन्छ। सबैले हालेलुया। हाम्रो कोसिसले क्षमा दिनु पर्यो भने आज दिन्छौँ, भोलि बोल्दैनौँ, त्यो चाहिँ हाम्रो कोसिस हो। राज्यमा परमेश्वरलाई सुम्पिदिनुहोस्, परमेश्वरले किन स्वर्गको आनन्द तपाईँभित्र राखिदिनुहुन्छ। हालेलुया, हालेलुया। अनि द्याट इज द ट्रु वर्सिप, त्यो चाहिँ साँचो आराधना हो। सबैले भनौँ हालेलुया। अर्को खण्डमा पढौँ। तब उहाँका आएर पत्रुसले भने, प्रभु मेरो भाइले, यहाँ तपाईँले नेपालीमा चाहिँ भाइ मात्र पाउनुहुन्छ, तर इङ्ग्लिसमा चाहिँ यहाँ के भनेछ, देन द पिटर कम टु जिजस एन्ड आस्क्स, लर्ड हाउ मेनी टाइम्स सेल आई गिभ आई फर ब्रदर और सिस्टर हु सिन एगेन्स्ट मी। मेरो विरोधमा मेरो भाइले होस् या बहिनीले, यहाँ बाइबलमा नेपालीमा चाहिँ भाइ भनेको छ हो, तर इङ्ग्लिसमा के भनेको छ भने हजुर किङ जेम्स मा चाहिँ के लेखेको छ भने मेरो भाइ होस् या बहिनी, मेरो अङ्कल होस् या आन्टी, मेरो पास्टर होस् या लिडर होस् या मेरो मण्डलीको विश्वासी किन नहोस्, कतिचोटि चाहिँ क्षमा दिनु हो प्रभु भनेर प्रभु यीशुलाई सोध्नुभयो। प्रभु यीशुले मुसुक्कै हाँसेर भन्नुभयो, हजुर जुन हृदय परमेश्वरले बनाउनु भएको छ नि त्यो हृदय प्रभु जान्नुहुन्छ। त्यस कारणले प्रभु यीशुले थाहा पाउनुभयो यसले सोध्नु खोजेको चाहिँ कुरा के हो। प्रभु यीशुले मुसुक्कै हाँस्दा के भन्नुभयो, जिजस एन्सर आई टेल यु नट 7 टाइम्स, म तिमीलाई भन्छु 7 पल्ट होइन। पत्रुसले भन्छ के 7 पल्ट क्षमा दिनु त? प्रभु यीशुले भन्नुभयो नो, 7 पल्ट हुँदै होइन, तर बाइबलले भन्छ बट 77 टाइम्स। हजुर कति अरे 77 टाइम्स। लु हिसाब गर्नुहोस् त क्यालकुलेटर खोजेर, 7 इन्टु हजुर 70 कति रहेछ टोटल? हजुर 400 त्यत्रो रहेछ। तपाईँलाई तपाईँको अङ्कल आन्टीले मन दुखाएको त 100 पनि पुगेको छैन होला। 100को भिडमा प्रभुले भन्नुभयो 100 तिम्रो भाइले पाप गर्यो भने तिमीले चाहिँ के गर अरे, क्षमा गर। आज साँचो आराधक विश्वासीले नि क्षमा दिन जान्दछ। सबैले भन्नु हालेलुया, हालेलुया। तर आज त्यो मान्छेले क्षमा दिँदैन जो मान्छेले चाहिँ परमेश्वरको वचनलाई
हृदयमा राख्नै मान्दैन। म फेरि भन्छु, हामी मानिस हौँ। मलाई नि धेरैले मन दुखाएको छ, मलाई धेरैले चोट दिएको छ, पल पलमा रुकोछु म। तर त्यही मान्छेको अगाडि म क्षमा दिन सक्छु, क्षमा दिनु पनि पर्छ, माया गर्नुपर्छ। किनभने बाइबलले भन्छ यो मेरो कोसिसले, मेरो रहरले गरेको होइन, यो त स्वर्गबाट प्रभुले आदेश गर्दै हुनुहुन्छ। गोल खेल्ने खेलाडीहरूलाई अस्ति वर्ल्ड कप हेऱ्यौँ हामीले, मैले नि हेरेँ, रेफ्रीमानले फिनो पारिन्जेलसम्म गोल सुरु नै हुँदैन। त्यो चाहिँ के हो भन्नुहोस् त, रेफ्री मात्र होइन, त्यो त आदेश हो। तर किन राजाले आदेश दिन्छ, विश्वास चाहिँ फ्याक्ट। तपाईँ सुतेको जस्तो नगर्नुहोस्, सुत्नुहोस्, बरु पानी छर्किँदा उठ्नुहोस्। धेरै विश्वासी चाहिँ सुतेको एक्टिङ गर्छ। एउटा घरमा गएको थिएँ म प्रार्थना गर्नु, एउटा भाइ, पास्टर बा आउनु भएको छ, उठ न भन्छ मम्मीले। उठ्दैन, कुती लाउँछु खुट्टामा, उठ्दैन त। अब त्यहाँ तानिसक्यो मान्छेले त्यो लुगा ओढेको, होइन त्यो सुतेको कि एक्टिङ गरेको। एक्टिङ गर्ने मान्छेले क्षमा दिन सक्दैन, तर साँचो सुतेको मान्छेले चाहिँ जब वचनले घोज्छ नि, इमिडिएटली ऊ बिउजिन्छ। हालेलुया। यो वचन तपाईँले याद गर्नुहोस्, यो वचन आउँदै गर्दा तपाईँले याद गर्नुहोस्, सायद त्यो भिडमा म पनि थिएँ कि भन्दै हुनुहुन्छ भने आज प्रभुले तपाईँलाई भिजाउँदैछ। सुतेको जस्तो नगर्नुहोस् आज, सुतेको जस्तो नगर्नुहोस्। सुईले घोज्दा पनि उठ्दैन, फिन्चोले घोज्दा पनि उठ्दैन। किन? एक्टिङ। राजेश समाललाई पनि ढालिदियो उसले। हजुर, कति व्यक्तिहरू यस्तो हुन्छ, प्रार्थना गर्नु गएको, म शरम लाग्यो, परिवारले अब कति उठाउँदैन उठ्दैन, म नि गएँ, यसो जवान थियो, यसो जिस्काइ हेरेँ मैले, कुदी लाग्यो, उठ्छ कि ओ न, उठ्दैन। यहाँसम्म गऱ्यौँ हामीले, च्यापसम्म जुरुक्क उठायो, सोध्छ पोइ। प्रभुले बारम्बार क्षमा गर भन्छ, फ्यात्ल्याक्कै, फेरि फ्यात्ल्याक्कै, कहिले उठ्ने हामी? प्रभुले भन्दै हुनुहुन्छ, तिम्रो भाइले तिम्रो विरुद्धमा पाप गर्यो, 7 चोटि होइन, 70 टाइम्स, 7 गुणा 70 पल्ट क्षमा गर। सबैले हालेलुया भन्नुहोस् न, आज म क्षमा दिनेछु। हजुर, पछाडिको लाइन भन्नुहोस् त, आमाहरू पनि म क्षमा दिनेछु। हालेलुया। म अन्तिम खण्डलाई पढेर बन्द गर्छु। मलाई साह्रै मनपर्छ। जीवनमा दाउदले दर्दनाक पीडा भोगेको छ। दाउद राजा भएको मात्र हामीलाई थाहा छ। फुच्चे केटा परमेश्वरले राजदरबारमा लग्यो, राजा बनाइदियो, ताली बजाउँछौँ, तर यसको पछाडि ठुलो सङ्घर्ष छ। गोलियत जस्तो पहाडसँग लड्नु पर्यो। दाउदलाई मार्नलाई साउलले खेदाएको छ। सुन्नुहोस्, तपाईँलाई कसैले मन दुखाउँदा तपाईँलाई यति धेरै हट हुन्छ, बोल्न सक्दैनौँ। तर यो दाउदलाई साउल राजाले मार्नको लागि खुकुरी बोकेर, सेनाहरू बोकेर, बन्दुकको साथमा दाउदलाई खेदाएको छ। कस्तो भयो होला उसको हृदय, बुझ्दै हुनुहुन्छ? कस्तो भयो होला उसको हृदय। जुन अभिषेकता जुन दाउदले साउललाई मानेको थियो, दाउदले भन्थ्यो मेरो अभिषेकता जन हो, म उसलाई छुनै सक्दिनँ। म तपाईँलाई भन्छु, अभिषेकता दासलाई तपाईँले नघोच्नुहोस्। म पास्टर भयो भनेर भनेको होइन, मैले पनि मेरो दासहरूलाई मैले घोचिनँ कहिले पनि। मलाई थाहा भयो, जुन व्यक्तिले प्रभुको दास अभिषेक दासमाथि प्रहार गर्छ नि, याद गर्नु होला, 1-2 दिन पछाडि उसको जीवनमा ठुलो समस्या आउँछ है आउँछ। बाइबलमा अभिषेकता जनहरूलाई छुने मान्छेहरूलाई नि परमेश्वरले नष्ट गरिदिनु भएको छ। हजुर, त्यो फुच्चे पास्टर त्यो म सँगसँगैको त हो नि, त्यो फुच्ची तर म तपाईँलाई भन्छु, त्यही फुच्चीले अभिषेक भएको छ। हालेलुया, हालेलुया। त्यही फुच्चीले के भएको छ?
अभिषेक भएको छ। नछुनुहोस्, साँच्चै भनेको। तपाईँलाई सायद उसको बोलीले व्यवहारले घोचे पनि होला, त्यसको रिप्लाई दिइराख्नु जरुरत छैन। तपाईँको लडाइँ परमेश्वरले लडिदिनुहुन्छ। त्यो दासलाई कहाँसम्म लानुपर्छ परमेश्वरले निर्णय गर्नुहुन्छ, तपाईँले निर्णय गर्ने होइन। आजभोलि के भएको छ, एउटा विश्वासीको घरमा समस्या आयो भने अर्को विश्वासी भाले काटेर मासु भात खानु थालेको छ। किन? क्षमाको भारी यो बोकेको कारणले नि मान्छेहरू क्षमा दिन नसकेको कारणले पल्लो घरमा बिचारा यस्तो भयो रे भने ओ प्रेज द लर्ड, आज चाहिँ मासु खानुपर्छ। दुश्मनको घरमा हुरी बतास आएछ, त्यसको घरमा यस्तो भएछ, त्यो पास्टर लडेछ, लु बरु आज चाहिँ पार्टी खानुपर्छ है। आज यहाँसम्म भएको छौँ हामी। म हामीलाई मानिसलाई म दोष लाउँदिनँ, यो त दुष्टले मानिसलाई बन्धनमा राखिदिएको छ। यस्तो बन्धन बोक्नै नसक्ने भारी, क्षमा दिन नसक्ने भारी भएको कारणले मानिसले त्यो बन्धनबाट निस्केको छैन। तर म आज भन्छु, यही बन्धन यो भारीलाई स्वर्गको अगाडि राखिदिनुहोस्। हालेलुया, स्वर्गको अगाडि राखिदिनुहोस्। दाउदले यहाँ के गरेको छैनस् है? तब दाउदले गुफाबाट बाहिर निस्केर साउललाई भन्यो, हे मेरो प्रभु, के भन्छ, प्रभु महाराजा। ओ नो, यो वर्डलाई हेर्नुहोस् न, साउल जसले मार्नलाई खुकुरी बोकेर आएको छ, हातमा के छ? खुकुरी छ है। दाउदलाई मार्न लागेको छ, तर दाउदले झुक्दैछ। दाउदले के भन्दैछ? महाराजा, प्रभु भन्नुभयो। तर किन उसले भन्यो? किनभने उसलाई थाहा छ मेरो अभिषेक त जन हो उहाँ चाहिँ। अहिले म पढ्छु, हेर्नुहोस् है। हे महाराजा, प्रभु महाराजा। तब साउलले पछि फर्केर हेरे, तब भुइँमा घोप्टो परेर दण्डवत गरेर दाउदले भने, दाउदले हजुरको हानि गर्न चाहन्छु भने मलाई मानिसहरूले भन्दा हजुरले किन उनीहरूको कुरा सुन्नुहुन्छ? धेरैचोटि कहाँ बिग्रेको चाहिँ कुरा उठेको कुरा सुनेर। हाम्रो भाइ आशिषले धेरै अगाडि हाततिर कसको झगडा गराइदियो अरे, हजुर मामा तपाईँले यसो भन्दैछ भने अरे, फेरि उतारि गएर माइजू अङ्कल काका यसो भन्दैछ भनेको चाहिँ के हुँदैन? बिचमा त मामा र काकाको त हेरा यस्तो छ। किन त्यहाँ बिचमा कुरा उठेले कस्तो कुरा ल्याइदियो? यहाँ के भन्छ दाउदले? के भन्छ? कसै मानिसले तपाईँलाई के भन्यो भन्दैमा तपाईँले मलाई मार्न खोज्दै हुनुहुन्छ। भन्न खोजेको चाहिँ के हो? बिचमा भिलेन आएछ। के आएछ भन्नाले भिलेन आएछ। म तपाईँलाई पहिले पनि भनेको, धेरैचोटि यस्तो कुराहरू हुनसक्छ। अनि दाउदले के भन्छ? आज हजुरले नै देख्नुभयो कि गुफाभित्र परम प्रभुले हजुरलाई मेरो हातमा सुम्पिदिनु भएको थियो। कतिले हजुरलाई मार्न दबाउ दिएको थियो, तर मैले हजुरलाई छोडिदिएँ। प्रेज द लर्ड। सबैले हालेलुया। मलाई पानी दिन्छ नि। दाउदको लागि एकचोटि ताली बजाउँ सबै मिलेर, सबै मिलेर ताली बजाइदिउँ। चिच्याएर भनौँ न हालेलुया। म नि गोलमा छु कि क्या, च्याप्पै समय त टाढो आउँदा। सुन्नुहोस्, यहाँ के भन्छ? दाउदले के भन्यो भने परमेश्वरले गुफाभित्र, अब सुन्नुहोस् है, दाउदलाई मार्न आएको साउललाई दाउदले बदला लिन सक्थ्यो, मार्न सक्थ्यो, किनभने मौका थियो। कतिचोटि हामी के हुन्छौँ? आज चाहिँ मौका हो, यसले मलाई अस्ति यस्तो भनेको थिएँ, आज चाहिँ फर्काइहाल्छु भनेर ब्राङ्गै कुनै के बोली पठाउँछौँ। दाउदले त्यसरी बदलाको भावना लिएन। सुन्नुहोस्, उहाँले मलाई मार्न खोजे, आज मैले मारिदिन्छु बरु उल्टै भनेर दाउदले मारेन। दाउदले के भन्छ? हजुरलाई परमेश्वरले मलाई एउटा मौका दिनुभएको थियो, मार्ने मौका दिनुभएको थियो, बदला लिने मौका दिनुभएको थियो। मान्छे मेरो सिपाहीहरू साथीहरूले भने मार्दे, तर मैले तपाईँलाई मारिनँ। दाउदले के भन्दैछ? किनभने मलाई थाहा छ तपाईँ चाहिँ अभिषेक जन हो। दाउदलाई थाहा भयो स्वर्गबाट अभिषेक आउँछ, मानिसबाट होइन। मानिसले तपाईँलाई प्रेम गर्न सक्ला, मानिसले तपाईँलाई उत्साह दिन सक्छ, तपाईँलाई माया दिन सक्ला, लुगा देला, जुत्ता देला, तर अभिषेक त स्वर्गबाट मात्र आउँछ भन्नाले। त्यो अभिषेक चाहिँ दाउदलाई थाहा थियो। यस, उहाँ चाहिँ मेरो अभिषेक त जन हो। त्यसकारण दाउदले भन्छ मलाई मार्ने मौका पनि प्रभुले दिनुभएको थियो, बदला म लिइसक्ने थिएँ। तर दाउदले भन्छ होइन, तपाईँ त मेरो अभिषेक त के हो? दास हो। तपाईँले अझै पढ्नुहोस् त्यसलाई तपाईँले घरमा गएर पढ्नुहोस्। दाउदले भन्छ मैले तपाईँलाई छोडिदिएँ।
साथीले त भन्दै थियो मारिदे धेरै जसो भिडमा मैले तपाईँलाई भने मेरो साथीहरू त्यस्तो थियो, हानिदे हान्नु गएको त भरे आफै मात्र हान्ने कुटा खानु पर्यो। कति मान्छेहरू त्यस्तो हुन्छ, साथी पनि चिन्नुपर्छ भन्छ नि हजुर। त्यस कारणले दाउदले साथीको कुरा सुनेन, बदलाको भावना लिएन, हो उसलाई चोर्थ्यो, हो उसलाई त्यो दुःख पल पल चाहिँ जङ्गलमा माटोमा सुत्नुपर्ने, ओ पानी झरी थियो होला, घाम नभने कस्तो अवस्था चाहिँ थियो होला हो। तर त्यो बिचमा त्यो कल्पना गरेन। दाउदलाई थाहा भयो हिजो मैले भोगेको दुःख म फर्काएर ल्याउन सक्दिनँ, तर फ्युचरमा म मेरो दाससँग सँगै बसेर हिँड्न सक्छु। क्षमादानले यो ल्याउँछ मनाले, सबैले हालेलुया। क्षमादानले हिजोको कुरालाई फर्काएर ल्याउन सक्दैन, तर भविष्यको कुरालाई फर्काएर ल्याउँछ। भविष्यको कुराहरू बनिन्छ क्षमादानले मण्डली। के भन्छ दाउदले, हेर्नुहोस् है, किन म तपाईँलाई हात उठाएन, किन मैले मारिनँ भने दाउदले के भन्छ, किनभने तपाईँ चाहिँ परमप्रभुको अभिषेक्त जन हुनुहुन्छ। हालेलुया। अभिषेक्त जनलाई बाइबल भन्छ नछु। अहिले त के भन्नु, पास्टर लिडर होस् पुरा छुक्को गर्छौँ हामी। अभिषेक्त जन त के अभिषेक, फुच्चे अभिषेक, यस्तो अगाडि ड्याम गोलीले होस् व्यवहारले होस्। तर म तपाईँलाई भनौँ पुरानो समयमा मानिसहरू किन त्यो महिमालाई देखे, किनभने उसले अभिषेक्त जनलाई कहिले पनि अनआदर गरेन। आदर गर्न जान्नुपर्छ, माया गर्न जान्नुपर्छ। हजुर म पास्टर भयो भनेर भनेको होइन, मैले मेरो पास्टरलाई सोध्नुहोस् कल गरेर। हजुर कतिचोटि पास्टरले नबुझे जस्तो मलाई लाग्थ्यो, तर मैले कहिले पनि पास्टरको विरोधमा पास्टरलाई अगाडि राखेर फेस कहिले पनि मैले नराम्रो बोलिनँ, किन मलाई थाहा थियो अभिषेक्त जनलाई मैले छुनु हुँदैन। हजुर यो कुरा फेरि मैले जुन दिन ट्रेनिङमा गएँ, जुन दिन मैले लिडरको कुराहरू सुने, सायद कति मान्छेले यो शिक्षा नपाएर पनि हुनसक्छ। त्यही भएर म तपाईँलाई सिकाउँदैछु, अभिषेक्त जनको चाहिँ अभिषेकले नै बदला लिन्छ अरे। तपाईँ अभिषेक्त जनलाई विरोधमा बोले पनि गरे पनि जेसुकै भन्नुहोस्, व्यवहारले हिर्काओस्, तर तपाईँको लडाइँ चाहिँ अभिषेकले नै लड्छ अरे। सबैलाई हालेलुया, हालेलुया। प्रभुलाई महिमा होस्। हामी अन्तिम एउटा खण्ड पढौँ, त्यस पछाडि हामी बन्द गर्नेछौँ। एउटाले अर्कोलाई सहने गर। सबैले यो पढौँ, सबैले आयो है? ल सबैले 1 2 3 गो। हजुर के भयो, आवाज आउँदैछ, कता आउँदै फेरि हराउँदै। 1 2 3 गो। जसरी परम प्रभुले, याद गर्नुहोस् त, जसरी प्रभुले हामीलाई क्षमा गर्नुभयो त्यसरी नै हामीले एउटाले अर्कोलाई क्षमा दिनु रहेछ। याद गर्नु होला, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, दोष भनेको तपाईँलाई होचोट छ, तपाईँलाई मन दुखेको छ, पोइन्टकै कुरा किन नहोस्, तर बाइबलले भन्छ एउटाले अर्कोलाई सहनु पर्यो। बिग्रेको चाहिँ हामी कहाँ रहेछ भने नि सहनु नसकेको कारणले। एउटाले के भन्दैछ त्यसलाई बुझ्नै मान्दैनौँ, हामी टेर्दैनौँ। एक कुरो गएको छ, एक कुरो हामी जिद्दी गर्छौँ। सहने सक्ने शक्ति चाहिँ फेरि मान्छेबाट नि आउँदैन। साँच्ची भनेको यो त स्वर्गले दिने शक्ति हो। तपाईँलाई मन दुखेको प्रब्लम हुनु, प्रभु बोल्नुहोस् न हृदयबाट। तपाईँको भिडमा म के भयो भने म भित्र अन्य भाषामा प्रभुसँग बोलिरहेको हुन्छु, किनभने मलाई सहने शक्ति चाहिन्छ। म फिल्डमा मान्छे जेम्स होइन, त्यो समयको नामै फेरि आयो राम चाहिँ म उत्रेँ भने त नि म त्यो भिडमा म कसैलाई गन्ती नगर्ने मान्छे हो, नचिन्ने मान्छे हो म। हजुर मान्छेले सहनु पर्यो भने कसैले सक्दैन, त्यो मान्छे खतरा भएर निस्किन्छ। तर स्वर्गले सहने शक्ति दियो भने त्यो जस्तै माइकलाल पनि झुक्छ। अनि मण्डलीमा चाहिँ नि साँडे होइन झुक्ने विश्वासी खोज्नु छ परमेश्वरले। हालेलुया। सहने गर्नु पर्यो एउटाले अर्कोलाई। यसो लेडिजहरू, आमाहरू, बाउतिर, बाउहरू आमातिर सहनुहोस् है भन्नुहोस् न एकचोटि। फेरि ठुलो आवाजमा भरे घरमा हेर्नुहोस् सहे कि सहेन। एकचोटि के मिस्टेक गरेको फनक्कै नहेरी हिँड्यो भने चाहिँ म तपाईँलाई अन्तिममा यो भन्छु,
तपाईँको आफन्तहरू कहाँ कहाँ छ? तपाईँलाई मन दुखाएर गएको होला। दाजुभाइ पास्टरलीहरू जति छ तपाईँलाई हट छ, एकचोटि तपाईँले उसको लागि क्षमाको हृदय प्रभुसँग भन्नुहोस्। प्रभु मलाई थाहा छ उसले मलाई मन दुखाएको छ, भन्नुहोस् म आज उसलाई क्षमा दिन्छु। ढिलो नहोस् है, ढिलो नहोस्। त्यो मान्छेको जस्तो हस्पिटलमा डक्टरले चिठी लेख्न नपरोस्। त्यो व्यक्तिले रुँदै भन्दै थियो, आजभन्दा 15 वर्ष 20 वर्ष अगाडि मैले तपाईँलाई क्षमा माग्दै थिएँ, तपाईँलाई मैले खोजेँ, मैले भेटिनँ। एकचोटि तपाईँलाई हो हट भएको छ, म भन्छु हट भएको छ जीवनमा, मलाई हट गरे मानिसले। तर आज त्यो व्यक्तिले तपाईँलाई खोज्दैछ, माया माग्दैछ, क्षमा माग्दैछ भने फर्किनुहोस् तपाईँ आज। किनभने प्रभुको वचनले भन्छ जसले अरूलाई क्षमा दिन्छ नि परमेश्वरले पनि उसलाई क्षमा दिन्छ। कठोर नहुनुहोस्। कठोर त त्यो मान्छे रहेछ जसले भारी जीवनमा बोकेको रहेछ। त्यो मान्छेले क्षमा दिन सक्दो रहेछ जसले प्रभुलाई त्यो सबै भारी दिएको रहेछ। आज भारी बोकेर नहिँड्नुहोस्। तपाईँले भारी बोक्नुहुन्छ नि तपाईँकै अनुहार 12 बज्छ, साँच्ची भनेको। किनभने तपाईँलाई मनै लाग्दैन। अस्ति हाम्रो दिदीले यहाँ आराधना गर्नुभयो, मैले हेर्दै थिएँ, आँखाभरि आँसु थियो। हजुर उहाँको बडो बना उहाँलाई माथि लगेको होइन, दुःख परिस्थिति घोचेको जस्तो किन अवस्था किन नहोस्, मण्डलले जानुपर्छ, खुलेर प्रभुलाई आराधना गर्न सक्नुपर्छ। अनि तितोपन बोकेर कसरी चाहिँ आराधना गर्न सक्छौँ? यसो हेऱ्यो, त्यही मन नपरेको अनुहार छ मेरो अगाडि भन्छौँ हामी। बाइबलले भन्छ सहने गर न एउटाले अर्कोलाई मायाबाट। तपाईँले छोडेर जाने भनेको केही पनि होइन। माया छोड्न सक्नुहुन्छ, क्षमादान छोडेर जान सक्नुहुन्छ। मानिसले यस्तो कुरा नभनोस् कि तपाईँको कोही आफन्त जाँदै गर्दा यो मान्छे चाहिँ कठोर आमामा ढुङ्गा हो, बाउलाई पनि माया क्षमा दिन नसक्ने, आमालाई पनि क्षमा दिन नसक्ने, दाजुभाइलाई पनि क्षमा दिन नसक्ने नभनोस्। त्यसले स्वर्गको इक्जाम्पल होइन। त्यतिखेर दुष्ट रमाउँछ। तर यस्तो भनोस् यो मान्छेको घरमा यस्तो हुँदा पनि यही मान्छेले त्यो छोरालाई बोलाएर खाना खुवाउँदैछ, त्यो समयमा तपाईँले जान्नुपर्छ तपाईँको घरमा ठुलो राज्य महिमा देखिँदैछ। हालेलुया, हालेलुया। त्यस्तो मण्डली खोज्नुहुन्छ, त्यस्तो आराधक खोज्नुहुन्छ। प्रभुलाई महिमा होस्। आउनुहोस् हामी छोटो प्रार्थना गरौँ। प्रभुजी तपाईँलाई महिमा होस्। आजको यो साँझमा राज्यमा तपाईँले राख्नुभएको अभिषेक र महिमाभित्र क्षमादानले ठुलो रोल खेलेको कुरा हामी वचनद्वारा आज हामीले बुझेका छौँ, देखेका छौँ। तपाईँको वचनले भन्छ एउटाले अर्कोलाई सहने गर। धेरैचोटि हामीले एउटाले अर्कोलाई देख्दै गर्दा क्षमा दिने नसक्ने भएको थियौँ होला। त्यो बन्धनले हामीलाई समाएको थियो होला, त्यो पापले हामीलाई बारम्बार लडाएको थियो होला। तर आज हामी त्यो पापलाई बिसाउँदैछौँ। लोड त्यो बन्धनहरू खोलिदिनुहोस् प्रभु। तपाईँको अगाडि यो भारीको कुरालाई प्रभु तपाईँको अगाडि म राख्दैछु। हामी मण्डलीले त्यो भारी राख्दैछौँ प्रभु। हामीलाई सहने शक्ति दिनुहोस्, प्रेमको क्षमादानको हृदय दिनुहोस्। तपाईँले भन्नुभयो आज मण्डलीमा भिड चाहिएको छैन, हो हल्ला चाहिएको छैन, तर भिड हो हल्ला भन्दा पनि तपाईँले आराधकहरूलाई नै खोज्नुहुन्छ। तपाईँले भन्नुभयो मलाई आराधक चाहिएको छ। अनि तपाईँले भन्नुभयो त्यो आराधक त यो हो, त्यो मान्छेलाई हो दिन सक्दिनँ भन्दैछ, लोभ छ, क्षमा दिन सक्दिनँ भन्दैछ, तर पनि त्यही मान्छेले क्षमा दिँदैछ। तपाईँले भन्नुहुन्छ त्यो मान्छे चाहिँ साँचो आराधक हो, अनि मैले खोजेको चाहिँ त्यही मान्छे हो। प्रभु हामीलाई यस्तो आराधक बनाइदिनुहोस् कि आज जाने अनजानमा गरेको सबै कुरा तपाईँको हातमा राख्छौँ। ट्रु वर्सिपर प्रभु मलाई बनाउनुहोस्, मेरो घरलाई बनाइदिनुहोस्, मेरो मण्डललाई बनाउनुहोस्, येशू प्रभुको नाउँमा आमेन। प्रभुलाई महिमा होस्। जय मसीह। सबैलाई यो समय प्रभुको चरणमा